मेरो स्क्रिन आएको छ है। हजुर आएको छ। सो म चाहिँ त्यही तिमीहरूलाई प्रोभाइड गरेकै डकुमेन्टबाट गइरहेको छु। सो त्यो डकुमेन्ट सबैसँग छ होइन? छ सबैसँग रहेछ। ओके। सो म चाहिँ कोल्याब। सो कोल्याब भनेको चाहिँ यस अनलाइन प्लेटफर्म जहाँ चाहिँ यु क्यान रन पाइथन कोड एन्ड यु क्यान सेयर विथ अदर्स। सो तिमीहरूलाई कोल्याबकै फर्ममा दिएको छ। अनि यहाँ चाहिँ यु हेभ मल्टिपल सेल्स। सो कोडहरू रन गर्न मिल्छ, टेक्स्ट लेख्न मिल्छ, अनि इट्स भेरी इजी टु युज। सो हामी यसबाट हेर्छौँ। अरू नर्मली तिमीहरूले गर्नु पऱ्यो भने डट पिवाई फाइलसँग पनि गरिन्छ होइन? सो पाइथन कोड लेखेर त्यो फाइलको नेममा चाहिँ एन्डमा डट पिवाई गरेर त्यो फाइल रन गर्न सकिन्छ युजली चाहिँ। तर यस्तो कुराहरू सिक्नको लागि चाहिँ आई थिङ्क यो पाइथन नोटबुकहरू चाहिँ युज गर्दा सजिलो हुन्छ। सो विल बी युजिङ द्याट। अनि आजको टपिक इज मोन्टे कार्लो सिमुलेसन। सो फर्स्ट अफ अल सिमुलेसन भन्यो भने वाट कम्स टु यर माइन्ड? अनि लाइक सिमुलेसन किन चाहिन्छ होला? इफ एनी वान कुड। सकेसम्म चाहिँ अनम्युट गरेर भन। Get some virtual data, okay, to understand visually. सो पहिला म्याथमेटिकल म मोडलिङ भनेर। म पनि भन्छु है, मलाई पनि थाहा छैन, म पनि सिमुलेसनको विद्यार्थी नै हो होइन। हजुर। मेबी कुनै हाम्रो प्रोसेसेसहरू चाहिँ नेचुरलमा त धेरैवटा फ्याक्टरहरू इन्भल्भ हुन्छ नि त, प्रोभाबिलिस्टिक मेथडहरू के अरे प्रोसेसहरू हुन्छ नि त। अनि हजुर। त्यसलाई चाहिँ अब कसरी चाहिँ लाइक हामीले धेरैवटा एउटै एजेन्टलाई हामीले धेरैवटा डिसिजन दियौँ भने चाहिँ के चाहिँ स्टेप लिन सक्छ भनेर चाहिँ उसले त्यो लाइक भनौँ चाहिँ फ्युचरमा चाहिँ यो ठाउँमा जान सक्छ भन्ने हो, त्यही हो। मह्म। सो मैले पनि त्यसरी नै बुझ्छु होइन? सो सिमुलेसन भनेको रियल लाइफमा एउटा कुनै सिनेरियो हुन्छ, तर त्यसलाई चाहिँ अब त्यसबाट डेटा कलेक्ट गऱ्यो भने हामीलाई चाहिने जति डेटा नहुनसक्छ कहिलेकाहीँ होइन? सो वी माइट वान्ट सम मोर डेटा। सो हिमांशुले भर्चुअल डेटा भनेको अर्थ मैले त्यही नै बुझिरहेको छु इन्टुटिभली होइन? सो त्यो डेटा चाहिँ हामीले त्यो रियल वर्ल्डको फेनोमेननलाई चाहिँ मोडल गर्ने। अनि त्यो मोडल चाहिँ इट डज नट ह्याभ टु बी पर्फेक्ट। इनफ्याक्ट मोडल भनेको यु हेभ अ लट अफ सिम्प्लिफाइङ एजम्सन्स। किनकि एक्ज्याक्ट रियालिटीलाई मोडल गर्नु छ भने चाहिँ इट्स भेरी डिफिकल्ट होइन? एकदम गाह्रो हुन्छ। सो यु मेक अजम्सन्स। जस्तो एउटा थ्योरी के छ भने सम पिपल बिलिभ कि द वर्ल्ड इज डिटर्मिनिस्टिक। सो यो वर्ल्ड नै एकदमै डिटर्मिनिस्टिक छ। देयर्स वान जायन्ट फर्मुला। त्यो फर्मुलामा सबै कुरा थाहा छ भने चाहिँ यु एक्ज्याक्टली इन द फ्युचर होइन? तर अभियसली द्याट्स नट फिजिबल। सो त्यसको लागि हामीले चाहिँ वर्डलाई एज अ ऱ्यान्डम प्रोसेसको रूपमा मोडल गर्छौँ। अनि त्यसबाट डेटा लिनको लागि चाहिँ वी युज सिमुलेसन्स। सो द सिमुलेसन माइट नट बी द एक्ज्याक्ट पिक्चर अफ द रियल वर्ल्ड, बट इट हेल्प्स अस विथ मोडलिङ थिङ्स होइन? सो त्यही नै हो इन्ट्रोड्युस है। लाइक मैले भन्दा प्रजित दाइले अलि राम्ररी भन्नुभयो होइन? सो विल गो थ्रु दिस नोटबुक टुगेदर। अनि सो यो मोन्टे कार्लो सिमुलेसन, सो इफ यु हेभ रेड द पिडिएफ, यसमा चाहिँ वी जस्ट ऱ्यान्डमली स्याम्पल टु सल्भ प्रब्लम्स जसको एक्ज्याक्ट सल्युसन निकाल्न चाहिँ इट माइट बी डिफिकल्ट अर इम्पोसिबल। सो कुनै कुनै केसमा इम्पोसिबल पनि हुनसक्छ। सो यसमा मेन द की टर्म इज ऱ्यान्डम स्याम्पलिङ फ्रम अ प्रोबेबिलिटी डिस्ट्रिब्युसन। र यो अहिले सुन्दाखेरि अलिकति भेग हुन्छ, तर आई विल गो थ्रु द म्याथ। सो कति कुरा हेर्दाखेरि चाहिँ इट लुक्स अभियस होइन? जस्तो यो फिगर तिमीहरूले पहिला पनि देखेको होला, यो फिगर। सो इफ यु वान्ट टु एस्टिमेट द भ्याल्यु अफ पाई, तिमीहरूले यो यसमा डट्सहरू ऱ्यान्डमली फाल्ने। अनि कतिवटा डट चाहिँ सर्कलको भित्र पर्छ, कतिवटा चाहिँ बाहिर पर्छ, त्यसको रेसियो चाहिँ पाइमा डिपेन्ड हुन्छ भनेर देखेको होला होइन? सो हेभ यु अल सिन इट? यो सबैले देखेको छ यस्तो खालको केही? छैन भने पनि विल गो थ्रु इट एनिवेज। सो सो विल काइन्ड अफ गो ओभर यो किन काम गर्छ भनेर इन अ म्याथमेटिकल वे। अनि त्यसमा चाहिँ विल युज प्रोबाबिलिटी अनि एक्सपेक्टेसन्स, यस्तो यस्तो कुराहरू है। सो पहिला लेट्स गो थ्रु दिस कोड। आई विल एक्सप्लेन द कोड होइन? सो कतिलाई आउला कतिलाई नआउला।
तर स्टिल आई ट्राई माई बेस्ट टु एक्सप्लेन दिस कोड. अनि इन द कोर्स अफ अन्डरस्ट्यान्डिङ द कोड विल अल्सो अन्डरस्ट्यान्ड मोन्टे कार्लो सिमुलेसन्स. सो पहिला चाहिँ अलिअलि म पाइथन एक्सप्लेन गरिदिन्छु होइन, किनकि एभ्री वान माइट नट बी फेमिलियर. सो यहाँ चाहिँ वेयर डुइङ अ इम्पोर्ट. हामीले नम्पाई भन्ने एउटा पाइथनको प्याकेज एउटा लाइब्रेरी छ, त्यसलाई इम्पोर्ट गर्छौँ. यसको मतलब के हो भने यो नम्पाई भनेको यु क्यान इमेजिन दिस एज अ जाइन्ट फाइल जसमा चाहिँ अरू कोही मान्छेले चाहिँ हाम्रो लागि धेरैवटा फङ्सन्सहरू इम्प्लिमेन्ट गरिदिएको छ. सो द्याट हामीले आफ्नो केही कोड गर्नु पऱ्यो भने हामीले सबै कुरा चाहिँ स्क्रैचबाट गर्न नपरोस्. सो सम वान हेज डन द डिफिकल्ट जब फर अस. फर इक्जाम्पल हामीले यो नम्पाई भन्ने फाइललाई चाहिँ एनपीले डिनोट गऱ्यौँ है, रफली भन्नुपर्दाखेरि. सो यहाँ जस्तो यो हामीले यो जुन ऱ्यान्डम भन्ने वी कल दिस अ फङ्सन, एन्ड दिस फङ्सन इट टेक्स सम आर्गुमेन्ट्स. सो यो फङ्सन त हामीले लेखेको छैनौँ होइन. सो यो फङ्सन चाहिँ यो जुन नम्पाई मोड्युल बनाउने मान्छे छ त्यही मान्छेले लेखिदिएको छ, अनि वी जस्ट युजिङ द्याट. जस्तै एनपी डट सम भन्ने कुरा पनि त्यो लाइब्रेरीको एउटा फङ्सन हो है. सो यो स्क्रैचबाट पनि गर्न सकिन्छ तर इट्स डिफिकल्ट. द्याट्स वाइ वी रिलाइ अन दिज एक्सटर्नल प्याकेजेस. अनि म्याटप्लटलिब भनेको नि इट्स अ भेरी फेमस प्याकेज फर प्लटिङ थिङ्स है. सो केही कुरा पनि प्लट गर्नु पऱ्यो भने वी युजली युज म्याटप्लटलिब. सो यहाँ चाहिँ फर्स्ट अफ अल हामीले यो एन भनेको डिफाइन गरेर एउटा भेरिएबल. सो यो भनेको द नम्बर अफ सिमुलेसन ट्रायल्स. अनि यसमा प्रब्लम चाहिँ के हो भने वी वान्ट टु स्टडी 2 च्याप्टर्स, अनि त्यो 2टा च्याप्टर पढ्नको लागि चाहिँ वी निड बिट्विन 2 and 5 hours. अनि त्यो जुन भ्यालु छ बिट्विन 2 and 5 hours द्याट इज ऱ्यान्डम. सो त्यो हामीले फिक्स्ड भन्न सक्दैनौँ. सो कहिले इट माइट बी 2 hours, इट माइट बी 3 hours, इट माइट बी 3.5 hours होइन. अनि हामीलाई के क्यालकुलेट गर्न मन छ भने हामीले त्यो कति टाइममा चाहिँ त्यो 2टा च्याप्टर पढि भ्याउँछौँ भन्ने हामीलाई थाहा पाउनुपर्ने छ है. इट्स अ भेरी सिम्पल प्रब्लम, भेरी बेसिक. सो यो स्टडी टाइम्स भनेको यसको यो भनेको द स्टार्टिङ भ्याल्यु अफ द युनिफर्म भ्याल्यु, यो भनेको द एन्डिङ भ्याल्यु. सो यो फङ्सन अप्लाई गऱ्यो भने 2 र 5 बिचको युनिफर्मली ऱ्यान्डम. सो फर्स्ट अफ अल युनिफर्मको मिनिङ कसैलाई थाहा छ? लाइक युनिफर्म अनि नर्मल डिस्ट्रिब्युसन भन्छौँ होइन. सो डज एनी वान नो वाट द्याट मिन्स? या सो लेट मी फिगर बनाउँछु. या सो फर इक्जाम्पल हामीलाई चाहिँ 2 देखि 5 सम्मको भ्याल्युजहरू लिन मन छ होइन. सो यदि युनिफर्मली स्याम्पल गरेको छ भने हामीले जस्तो लेट मी अल्सो प्लट द वाइ एक्सिस. यो डेन्सिटी फङ्सन लाइक दिस. सो युनिफर्म भनेको चाहिँ द चान्स अफ गेटिङ अ पिकिङ अ नम्बर बिट्विन 2 and 5. सो हरेक पोइन्ट लिने चान्स चाहिँ उत्तिकै हुन्छ होइन. सो अल्दो यो कन्टिन्युस भएको भएर एउटा मात्रै पोइन्ट लिने चान्स त जहिले पनि 0 हुन्छ. तर इफ यु वेयर टु पिक सम भ्याल्युज इन द रेन्ज अफ लेट्स से 2 to 3. सो 2 to 3 को रेन्जमा लिने भ्याल्युज र फर इक्जाम्पल 4 to 5 मा लिने भ्याल्युज चाहिँ दे आर द सेम बिकज इट इज युनिफर्म. अर्को जस्तो यो युनिफर्म भयो. अर्को भनेको देयर्स अ थिङ कल नर्मल. सो नर्मल डिस्ट्रिब्युसन सबैले सुनेकै होला. सो नर्मल डिस्ट्रिब्युसन कस्तो देखिन्छ? क्यान एनिवन टेल हाउ डज इट लुक? बेल कर्भ. इट लुक्स लाइक अ बेल कर्भ. अनि नर्मल डिस्ट्रिब्युसनमा चाहिँ द प्यारामिटर्स आर द मिन विच वी डिनोट बाई म्यू अनि भेरियन्स सिग्मा स्क्वायर्ड. युनिफर्ममा चाहिँ वी जस्ट निड डिनोट द स्टार्ट एन्ड द एन्ड. सो स्टार्ट भनेको फर इक्जाम्पल 2 भयो, एन्ड भनेको 5 भयो. सो यदि नर्मल सपोज हाम्रो नर्मल चाहिँ 3 र 1 छ भने सो यो बेल कर्भ भनेको चाहिँ द्याट्स राइट. सो बेल कर्भ कस्तो देखिन्छ भने इट इज सो यहाँ चाहिँ यो पिक हुन्छ र अरूतिर चाहिँ यो थोरै हुन्छ यो भ्याल्युजहरू. र यसको यदि पुरै एरिया सम गऱ्यो भने चाहिँ सो इट रन्स टिल इन्फिनिटी है. अनि यसको सबै भ्याल्युको यो एरिया निकाल्यो भने इट्स 1 है. सो केही कुरा अनक्लियर छ भने भन अहिलेसम्म चाहिँ. So here we're discussing about continuous values, continuous random variables. So discrete पनि हुन्छ. So discrete मा चाहिँ you have a countable number of values. For example, यदि तिम्रो सेट चाहिँ 1 2 3 4 5 छ भने यसमा if you define a uniform distribution, then the probability of choosing one is 1/5. किनभने टोटल 5 वटा छ अनि you are choosing one. रोहन कुन कुरा एक्सप्लेन गर्ने भन त?
So I can re-explain. Okay, so let's start with a discrete case. Suppose you have 5 numbers, 1, 2, 3, 4, 5, and you want to choose a number, है. So यसमा युनिफर्मली चुज गर्नु भनेको चाहिँ यो हरेक नम्बर चुज गर्ने प्रोबेबिलिटी चाहिँ सेम हुनु हो, है. सो यसमा यदि टोटल 5 वटा अब्जेक्ट छ अथवा 5 वटा नम्बर छ भने वाट इज द प्रोबेबिलिटी अफ चुजिङ वान यदि युनिफर्म छ भने? 1/5. क्यान समवन टेल? या 1/5, किनभने यहाँ 5 वटा कुरा छ र हरेक कुरालाई चाहिँ वी वान्ट टु गिभ द इक्वल प्रोबेबिलिटी, अनि प्रोबेबिलिटीको सम चाहिँ इट सुड बी 1. सो यदि हरेकलाई तिमीले प्रोबेबिलिटी पी दियो भने के हुन्छ? पी प्लस पी प्लस पी प्लस पी प्लस पी भनेको 5p चाहिँ 1 हुनु पर्यो, विच मिन्स पी चाहिँ 1/5 हुनु पर्यो. सो यो भनेको डिस्क्रिट केस भयो, होइन. सो यसमा चाहिँ प्रोबेबिलिटी असाइन गर्न मिल्छ. तर इन अ कन्टिन्युअस केस, सपोज यु वान्ट टु चुज अ नम्बर बिट्विन 0 एन्ड 1, रियल नम्बर भनेको डेसिमलहरू पनि इन्क्लुड हुन्छ. यसमा द प्रोबेबिलिटी अफ चुजिङ लेट्स से 0.5. ल, क्यान समवन टेल यो के हुन्छ होला? स्टिल युनिफर्म है, स्टिल युनिफर्म. के 0 हुन्छ होला? यस, इट इज 0 है. सो कन्टिन्युअस भनेको चाहिँ इफ द भ्याल्युज, इफ द पोसिबल भ्याल्युज आर कन्टिन्युअस भनेको इन्फाइनाइट छ भने, नट टेक्निकल इन्फाइनाइट. सो लेट्स से यसमा त इट इज अनकाउन्टेबल, बट अब यसरी पुरै डिटेलमा गयो भने इट्स गन बी अ लङ सेसन. सो यसमा चाहिँ द प्रोबेबिलिटी अफ चुजिङ एनी सिङ्गल भ्याल्यु इज 0, है. बिकज यसमा फर इक्जाम्पल तिमीले एउटा कुनै भ्याल्युको प्रोबेबिलिटीलाई पी असाइन गर्यो भने सो सम अफ अल द पिआइज प्रोबेबिलिटी कति हुनुपर्छ? 1 हुनुपर्छ, होइन. तर यसमा त इन्फाइनाइट एउटा पोसिबिलिटी छ. सो यहाँ त के हो? यहाँ वी ओन्ली ह्याड 5 अप्सन्स, त्यही भएर हामीले यहाँ 5 टाइम्स पी भन्न सक्यौँ. तर यहाँ देयर आर इन्फाइनाइट पोसिबिलिटिज. सो हामीले अब इन्फाइनाइट टाइम्स पी भन्न त मिल्दैन, होइन. अथवा मिल्छ एक हिसाबले. सो एकदमै रिगरस छैन, तर इन्फाइनाइट टाइम्स पी इक्वल्स 1 चाहिन्छ भने पी भनेको त 1/इन्फिनिटी भयो नि त, विच इज 0. सो दिस इज नट रिगरस म्याथ है. तर जस्ट टु गिभ अ सेन्स, द प्रोबेबिलिटी अफ चुज एनी 1 पोइन्ट इज 0. सो यसमा वी टक अबाउट चुजिङ इन अ सर्टेन इन्टरभल. फर एक्जाम्पल, अब सपोज वी हेभ युनिफर्म डिस्ट्रिब्युसन बिट्विन 0 एन्ड 1. यो 0 यो 1, अनि यसमा यसको एरिया पनि 1 हुन्छ है. सो यसको एरिया भनेको 1 छ अफकोर्स. अब यसमा चाहिँ वाट इज द प्रोबेबिलिटी अफ चुजिङ समथिङ बिट्विन लेट्स से 0 एन्ड 0.3? क्यान समवन टेल के हुन्छ होला इन्टुइटिभली? सो हरेक सेगमेन्टमा चाहिँ यु गिभ द, यु असाइन द प्रोबेबिलिटी इक्वली भने 0.2 देखि 0.3 को बिचमा. सो दिस मिन्स सो 0.2 पनि होला, 0.21, 0.22 एन्ड एभ्रिथिङ इन बिट्विन है. सो यसमा देयर आर इन्फाइनाइट नम्बर अफ पोसिबिलिटिज. अब यसमा चाहिँ इट इज नट 0 है. यसमा चाहिँ इट इज नट 0, इट इज एक्चुअली द लेन्थ अफ द सेगमेन्ट. सो यसमा फर इक्जाम्पल यहाँ 0.2 छ, यहाँ 0.3 छ भने दिस इज जस्ट 0.3 माइनस 0.2 विच इज 0.1. एक्चुअली यहाँ डिभाइड बाई 1 पनि हुन्छ, किनभने सपोज यो चाहिँ 0 देखि 1 नभइकन 0 देखि 10 थियो भने यहाँ डिभाइड बाई 10 हुन्थ्यो है. सो युनिफर्ममा चाहिँ यु असाइन द प्रोबेबिलिटिज युनिफर्मली. सो हरेकको यो यसलाई डेन्सिटी भन्छौँ खास कन्टिन्युअस केसमा. इट इज असाइन्ड युनिफर्मली. तर इफ इट वाज अ नर्मल डिस्ट्रिब्युसन, सो नर्मल डिस्ट्रिब्युसन भएको भए चाहिँ सपोज इट लुक समथिङ लाइक दिस, अनि यसमा चाहिँ प्रोबेबिलिटिज इज नथिङ बट द एरिया है, इज द एरिया अन्डर द कर्भ. सो त्यो पनि क्लियर बनाइदिउँ. सो खास यो प्रोबेबिलिटी भनेको चाहिँ सो 0.2 देखि 0.3 को प्रोबेबिलिटी भनेको चाहिँ इट इज दिस एरिया, and this area is clearly 0.3 minus 0.2 times 1. अब इन्टुइटिभली फर इक्जाम्पल मैले एउटा डिस्ट्रिब्युसन दिएँ, जस्तो यस्तो दिएँ, र यो चाहिँ 0, यो चाहिँ 1, यो 2 हो, यो 3 हो, र यो 4, यो 5.
सो जस्तो युनिफर्म, यदि यो युनिफर्म थियो भने इट वुड लुक समथिङ लाइक दिस। र यसमा चाहिँ युनिफर्मको केसमा है, युनिफर्मको केसमा द प्रोबेबिलिटी अफ 1 देखि 2 मा हुने प्रोबेबिलिटी भनेको 1 देखि जस्तै 4 देखि 5 मा यो दुइटै इक्वल हुन्थ्यो, किनभने त्यो लेन्थ अफ द सेगमेन्ट इज द सेम होइन। सो यसमा तिमीले 1 देखि 2 को एरिया हेऱ्यौ भने र 4 देखि 5 को एरिया हेऱ्यौ भने दे आर द सेम भ्याल्युज। तर दिस माइट नट बी ट्रु फर नन युनिफर्म डेटा। फर इक्जाम्पल यसमा वाट इज द एरिया बिट्विन 1 and 2, यो एरिया होइन। दिस इज द प्रोबेबिलिटी, दिस इज द प्रोबेबिलिटी अफ बिङ बिट्विन 1 and 2। whereas जस्तो 4 र 5 को निकाल्नु पर्यो भने इट इज दिस एरिया, this area is the probability of being between 4 and 5। सो यसमा कुन चाहिँ एरिया ठुलो छ हेर्दाखेरि भिजुअली 1 or 2. 1 र 2 को होइन। सो द पोइन्ट इज यो प्रोबेबिलिटी भन्ने कुरा इट डिपेन्ड्स अन दि प्रोबेबिलिटी डिस्ट्रिब्युसन है। सो यो कुरा हामी पछि पनि हेर्छौँ। सो अहिले चाहिँ लेट्स गो ब्याक टु द कोड। अनि यो चाहिँ एकदमै वार्म अप एक्जाम्पल मात्रै हो। सो एक्चुअल प्रपर एक्जाम्पल्स तल आउँछ। सो यसमा चाहिँ हामीले के गरेको छौँ भने वी जस्ट स्याम्पलिङ द नम्बर अफ आवर्स बिट्विन 2 and 5 युनिफर्मली है, जुन मैले अहिले भर्खर बुझाएँ। अनि अब टोटल टाइम भनेको तिमीले दुईवटा नम्बर स्याम्पल गर्यौ, त्यो दुईवटा नम्बरको सम। सो यो लाइनमा त्यही गरेको छौँ। सो यदि तिम्रो दुईवटा ऱ्यान्डमली स्याम्पल्ड भ्याल्यु चाहिँ सपोज 3 र 4.5 थियो भने तिम्रो सम भनेको के हुन्छ 7.5 हुन्छ। सो यहाँ त्यही कुरा निकालेको हो यो लाइनमा। अनि हामीलाई चाहिँ हामी 8 आवर्सभन्दा कममा कतिचोटि पढि भ्याउँछौँ भन्ने थाहा पाउनु मन छ। सो हाम्रो सक्सेस भनेको चाहिँ द नम्बर अफ टाइम्स हाम्रो टोटल यो टाइम जुन छ अगाडिको यो सम, यो चाहिँ लेस देन इक्वल 8 भयो भने हामी त्यसलाई ट्रु मान्छौँ, नभए फल्स मान्छौँ है। सो यो एरे भनेको इज द एरे अफ ट्रु एन्ड फल्स। एरे भनेको चाहिँ लिस्ट अफ नम्बर्स है बाइ द वे। सो यो भनेको लिस्ट अफ ट्रु एन्ड फल्स। अनि पाइथनमा चाहिँ ट्रु भनेको 1 हो, फल्स भनेको 0 हो। त्यही भएर यो सम गर्नु भनेको चाहिँ कतिवटा ट्रु छ भनेको। सो दिस इज डुइङ नथिङ बट कतिचोटि चाहिँ हामी 8 आवर्सभन्दा कममा पढि भ्यायौँ भनेको। इट्स भेरी सिम्पल। सो हाम्रो प्रोबेबिलिटी अफ फिनिसिङ अन टाइम भनेको हाम्रो कतिचोटि हामी सक्सेसफुल भयौँ भनेको हामी कतिचोटि चाहिँ 8 आवर्सभन्दा कम युज भयो हाम्रो आउट अफ द टोटल एन होइन। अनि त्यसपछि यो एरर भनेको यो एउटा फर्मुला दिन्छ। यो फर्मुला चाहिँ इफ यु वान्ट आई क्यान डिराइभ इट नेक्स्ट प्रब्लमको लागि, तर इट डिपेन्ड्स हामी कतिको अगाडि बढ्छौँ भनेर। सो यो फर्मुला पनि आई क्यान एक्सप्लेन यो कहाँबाट आउँछ भनेर। अनि यहाँ चाहिँ त्यही कुरा प्रिन्ट भइरहेको छ। सो यो यतिचोटि सिमुलेट गर्दाखेरि चाहिँ 1 लाखचोटि सिमुलेट गर्दाखेरि चाहिँ द प्रोबेबिलिटी अफ फिनिसिङ अन टाइम वाज 0.7779। अनि यो प्लस माइनस भनेको देयर्स अलवेज एन एरर। सो एरर भनेको यहाँबाट क्यालकुलेट भइरहेको छ र यो एरर चाहिँ कसरी डिराइभ गर्ने भन्ने कुरा पनि आई क्यान गो थ्रु इट लेटर होइन। अनि यो जुन हामीले यो म्याटप्लटलिब भन्ने लाइब्रेरी इम्पोर्ट गरेको थियौँ एज पिएलटी, यहाँ चाहिँ वे युजिङ द्याट लाइब्रेरी है। सो plt.hist भनेको हिस्टोग्राम बनाएको हो, यो लाइन हालेको हो होइन। सो यो 8 भन्नेमा चाहिँ हामी लाइन हालेको छौँ। अनि त्यसपछि एक्स लेभल वाइ लेभल एन्ड सो अन। सो यो कुरा चाहिँ सुरुमा त सिक्दा भयो, तर इभेन्चुअली यु विल नट बी डुइङ दिस योर सेल्फ। सो तिमीले जिपिटी अथवा अरू कुराहरू युज गर्छौ, तर एकचोटि जान्नु चाहिँ पर्छ। सो वाट वाज द प्रब्लम स्टेटमेन्ट? प्रब्लम स्टेटमेन्ट चाहिँ यहाँ माथि दिएको हुनुपर्ने हो। So imagine you have an exam in 8 hours and you need to study 2 chapters. Each chapter takes a random time between 2 and 5 hours. We want to estimate the probability that you finish both chapters before the exam. Problem चाहिँ यो हो। सो अब यसलाई कसरी सल्भ गर्न सकिन्छ त एनालिटिकली, लाइक विदाउट युजिङ सिमुलेसन्स? किनकि यसमा त इन्हेरेन्ट एउटा अनसर्टेनिटी त हुन्छ नि त। सो 2 to 5 आवर्समा इट क्यान टेक एनी अमाउन्ट अफ टाइम होइन, 3 हुनसक्छ, 4 हुनसक्छ एन्ड सो अन। सो इन दिस केस इफ वी सिमुलेट 10,000 or 1 lakh possibilities, then we get a robust value. सो त्यो भ्याल्यु भनेको चाहिँ यति रहेछ।
सो यु कुड अल्सो लाइक फाइन्ड दिस एन्सर एनालिटिकली है, कसरी गर्न सकिन्थ्यो होला एनी केसेस? सो यसमा टु अप्रोचेस छ। एउटा अप्रोच भनेको चाहिँ यसको नर्मल म्याथ गरेर नै प्रोबेबिलिटी युज गरेर स्ट्याटिस्टिक्स युज गरेर निकाल्न पनि सकिन्छ, तर यो त एकदमै सिम्पल प्रब्लम भयो नि त। अलिकति कम्प्लेक्स प्रब्लम भयो भने चाहिँ इट्स मच इजियर टु जस्ट सिमुलेट एन्ड गेट एन एन्सर। सो यसमा अब के भन्न सकिन्छ भने बिट्विन 2 and 5 आवर्स लाग्छ भने अन एभरेज तिमीलाई कति टाइम लाग्छ? सो 2 र 5 को एभरेज कति हो? What's the average of 2 and 5? Yeah, 3.5 होइन? सो तिमीले सो अन एभरेज 3.5 लाग्छ भनेर यु क्यान सल्भ द प्रब्लम डिटर्मिनिस्टिकली होइन? त्यो गर्दा पनि यु विल गेट द सेम प्रोबेबिलिटी, तर त्यही कुरा चाहिँ सिमुलेट गर्दा पनि आउँछ। सो आई वान्ट टु सो यु द्याट यो कुराहरू चाहिँ सिमुलेसनले चाहिँ लाइक एक्चुअली काम गर्छ भने देखाउँछु, सो द्याट यु क्यान अप्लाई इट टु मोर कम्प्लेक्स प्रब्लम्स वेयर द एनालिटिक सल्युसन मे नट एक्जिस्ट है। सो यो एकदमै बेसिक वार्मअप थियो। सो आई थिङ्क दिस इज द मोर इन्ट्रेस्टिङ थिङ। सो अब चाहिँ हामी के सिक्छौँ भने अब यसमा चाहिँ के सिक्छौँ भने वी वान्ट टु एस्टिमेट द भ्याल्यु अफ पाई बाई थ्रोइङ डार्ट्स अन दिस प्लेन। सो हाम्रो सेटिङ के छ भन्दाखेरि आवर सेटिङ इज एज फलोज। सो हाम्रो पहिलो कुरो गोल भनेको चाहिँ टु एस्टिमेट पाई। मोडलिङमा वी ओन्ली हेभ टु सो द रिजल्ट्स राइट। यस, बट त्यो रिजल्टसँगै फर इक्जाम्पल एउटा फाइनल भ्याल्यु, तर युजली वी अल्सो हेभ द प्लस माइनस टर्म भनेको अनसर्टेन्टी, किनभने त्यो रिजल्ट क्यान नेभर बी इट क्यान नेभर बी सर्टेन। सो हामीले अनसर्टेन्टी पनि क्वान्टिफाई गर्नुपर्छ। सो क्यान समन गेस यो अनसर्टेन्टी भन्ने कुरा घटाउनको लागि चाहिँ वाट क्यान वी डु? वाट्स द इजिएस्ट थिङ वी क्यान डु? गरिदिनु होला। अलि बुझिनँ मैले। सो हामीसँग सिमुलेसन गर्दाखेरि वी अलवेज हेभ अ नम्बर अफ ट्रायल्स है, एन भनेको नम्बर अफ ट्रायल्स। सो हामीले यो एन नम्बर अफ ट्रायल्सलाई बढायौँ भने चाहिँ यो अनसर्टेन्टी घट्छ, र कसरी घट्छ भनेर पनि वी क्यान क्वान्टिफाई द्याट। त्यो हामी एकछिनमा हेर्छौँ है, विल सी द्याट। सो आवर गोल इज टु एस्टिमेट पाई। अनि सेटिङ चाहिँ के हो भने सो फर्स्ट आई विल ट्राई टु कन्भिन्स यु इन्टुटिभली, अनि त्यसपछि हामी म्याथतिर जान्छौँ। सो इन्टुटिभली इफ आई मेक अ युनिट सर्कल, so this is 1, this is -1, this is 1, -1, and I bound this using a square. Suppose I randomly throw points यो स्क्वायर भित्र है। सपोज कुनै पोइन्ट चाहिँ यहाँ पर्यो, यहाँ पर्छ, जहाँ पनि पर्न सक्छ नि त। क्यान समन टेल मी नम्बर अफ points inside the circle divided by number of total points? Can someone guess यो भ्यालु के हुन्छ होला? So I throw a number of points. So कुनै पोइन्ट चाहिँ यो सर्कल भित्र पर्छ, कुनै चाहिँ बाहिर पर्छ। So भित्र पर्ने चान्स कति हुन्छ भनेको बेसिकली सो पाई बाई 4 हुन्छ इभेन्चुअली, बट लेट्स गो थ्रु इट मोर सिस्टमेटिकली। सो यो भनेको चाहिँ इज द एरिया अफ द सर्कल, त्यसै यहाँ इक्वल्स भन्दा पनि यो हालौँ, डिभाइडेड बाई द टोटल एरिया होइन। सो वाट इज द एरिया अफ अ सर्कल? यसमा रेडियस कति छ? रेडियस 1 छ। सो इट इज पाई 1 स्क्वायर डिभाइडेड बाई द टोटल एरिया अफ द स्क्वायर इज, यसको साइड लेन्थ 2 छ है, सो इज 2 स्क्वायर, which is pi over 4. So यहाँबाट चाहिँ we can get pi is roughly the number of points inside the circle
divided by total number of points. So does this make sense to everyone? Okay. अब यो भनेको चाहिँ I would not call this very rigorous है, एकदमै rigorous way चाहिँ होइन. So there's a way to make this more rigorous. किनभने हामीले मोन्टे कार्लो सिमुलेसन कसरी डिफाइन गरेका थियौँ भन्दाखेरि we use repeated sampling अनि त्यसमा चाहिँ we use something called the law of large numbers. I will go through this. Law of large numbers. यो बुझ्नको लागि पहिला we need to understand what are id variables. यो भन्दा अगाडि we need to understand what are random variables. Random variable भनेको थाहा छ कसैलाई? Does anyone know what random variables are? Variables that are random. So the first thing to know is random variables are not random and they are not variables. So the two important कुरा छ. So this might be one of the worst named kura in math. It's not a variable, it's not random. It's a function. Or you can say it's a map or a function. Map which assigns a number to an event, right? So most example then, so you already clear segment, don't worry. I'll give an example. For example, this might be diverse one. For example, we flip a coin. And we flip a coin. It's not possible outcome भनेको head or tail छ. So what I'll do is I'll define a random variable x. Define a random variable x. जसले चाहिँ जस्तो मैले के भने भने x is a map. So एउटा function हो. So function को एउटा input हुन्छ एउटा output हुन्छ. So x ले head लाई चाहिँ 0 मा लान्छ र x ले tail लाई चाहिँ 1 मा लान्छ. So this is an example of a random variable, right? So does this example make sense? Pi equals pi over 4. Pi equals pi over 4. Oh, it might be true if pi is equal to 0. So if pi is 0, then it is true that this is not what we're talking about, right? Anyway, so your random variable example clear, sir? So we're just assigning events. हाम्रो probability space मा हुने events लाई चाहिँ एउटा number दिएको मात्रै हो है, it's nothing. It's just a function. ल ओके अर्को example दिउँ. So अर्को example भनेको suppose we roll dice. Roll a dice 2 times. So यदि dice like 2 times roll गरे भने what are the possible outcomes? Is something like 1 1 1 2 all the way to 1 6. So random variable one assigning a value and seeing its outcome. It's assigning a value. I don't get what seeing its outcome means. So it's assigning a value to the events, to the possible events. So that's the 1 1 1 2 3 1 6, and you do the same for 2 1 all the way to 6, and you do the same up to 6 6. So it's not total result. Total 36 outcomes हुन्छ हैन. अब मैले कसरी डिफाइन गर्छु random variable भने I will define y to be the sum of 2 dice rolls. अब can anyone tell me what the possible values of y are? So y ले चाहिँ के गर्छ रे भन्दाखेरि it takes in the 2 possible outcomes, जस्तै a, b, and it gives a plus b.
फर इक्जाम्पल यदि डाइस रोल गर्दाखेरि 6 र 2 आइदियो भने वाइले यसलाई के भ्यालु दिन्छ सो वाइले 6,2 लाई के दिन्छ भ्यालु 8 दिन्छ बिकज वाइ इज अ फंक्शन that maps your outcome to a numerical value. So can you tell me the possible values of y? 2 to 12. So सबभन्दा least possible value भनेको 1 plus 1 हुँदाखेरि 2 आउँछ हैन. So you cannot get lower than this. So 2 अनि 3 पनि हुन्छ. For example 2 plus 1 अथवा 1 plus 2 गर्दाखेरि 4 all the way to 12. So 12 भन्दा बढी जाँदैन. Yes. So 12 भन्दा बढी जाँदैन किनभने 12 भनेको 6 plus 6 हो नि त. So यो भन्दा ठुलो हुँदैन. अब I might ask you, for example, what is the probability that y is even? So यस्तो क्वेशनहरु कसरी सल्भ गर्ने होला? So म fully solve त गर्दिन अहिले तर one way could be to make a grid like this. So यसमा के पनि Monte Carlo simulation छैन अहिले चाहिँ. So and here you can store the sum. So you भनेको 2 3 4 5 6 7 भनेको 3 4 5 6 7 8 4 5 6 7 8 9 and so on. अनि यसमा कतिवटा इभन कुराहरु आउँछ त्यो हेर्ने अनि डिवाइड बाइ 36 गर्ने है. So यो कुरा I won't solve it fully तर this is the idea and this is how we can use random variables. So random variables भनेको यहाँ y भनेको is random variable. And it's not random, it's not variable, as you can see. It's just a function. Okay, so तर यो basic भए पनि it's a very essential concept. So you नबुझिकन अगाडिको कुरा बुझ्न अलिकति गाह्रो छ. त्यही भएर I just went over it. Yeah, the name makes it confusing. अनि अर्को भनेको what are IID random variables? So IID भनेको independent identically distributed. So does anyone know what this term means? Independent and identically distributed. So independent सायद थाहा छ होला. Can anyone give me an example of independent events? For example, a coin toss. So you toss the coin once. Suppose you get head. You toss the coin the second time. Suppose tails आयो. यो जुन tail छ यसको probability चाहिँ यो अगाडिको हेडले एफेक्ट भएको छ र? Does this outcome affect the next outcome? Yes or no? No, right? So यहाँ एउटा example छ one unit rejection does not mean I am rejected from all. So खासमा यो चाहिँ independent होइन है. Actually यो चाहिँ dependent हो किनभने there might be some correlation. So हरेक युनिभर्सिटीको डिसिजन चाहिँ it's not independent actually. So yeah. So let's look at example of a dependent event. For example, मसँग एउटा box छ. यो boxमा चाहिँ I have 2 blue balls and 2 red balls, and I sample 2 balls without replacement. So without replacement भनेको एउटा बल लिन्छु र म बाहिर निकाल्छु, त्यसलाई फेरि राख्दिन यहाँ. So you sample 2 balls without replacement. So यसमा चाहिँ first ball sample गर्ने र second ball यो दुईटा स्याम्पलिङहरु चाहिँ के इन्डिपेन्डेन्ट छ होला? Are these independent? Yes or no? Yeah, they are not independent किनभने यदि फर्स्टमा suppose we selected a red ball. So फर्स्टमा suppose we selected red ball, then सेकेन्डमा red ball choose गर्ने probability के हुन्छ? It becomes 1/3 किनभने there's only one red ball. तर यदि फर्स्टमा हामीले blue ball select गरेको भए
the probability of selecting red would become 2/3 किनभने यदि यो blue ball select गर्यो भने we still have 2 red balls left हैन so the probability clearly depends on the past भन्नुको मतलब यो दुईटा इभेन्टहरु चाहिँ they are not independent है तर मोन्टे कार्लो सिमुलेशन्स को कन्टेक्स्टमा चाहिँ इट्स भेरी इम्पोर्टेन्ट कि हाम्रो भेरिएबल्सहरु चाहिँ इन्डिपेन्डेन्ट होस् है सो हाम्रो इच सिमुलेसन चाहिँ दे मस्ट बी इन्डिपेन्डेन्ट एउटा सिमुलेसन शुड नट डिपेन्ड अन द प्रिभियस सिमुलेसन्स अर द अदर सिमुलेसन्स र अर्को भनेको चाहिँ आइडेन्टिकली डिस्ट्रिब्युटेड सो यसको लागि चाहिँ अब वी नीड टु नो व्हाट अ डिस्ट्रिब्युसन इज सो डिस्ट्रिब्युसन पनि बुझ्नु पर्यो ओके यसको लागि चाहिँ I'll take an example of a coin flip again coin flip 2 times suppose we flip a coin 2 times so हाम्रो possible outcomes भनेको head 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 tail tail head tail tail हो अब यसमा suppose I define the random variable z as number of heads. Can someone tell me the possible values of z? What are the possible values of z if z counts the number of head? Yeah, it is 0, 1, 2. I know. Now, what is the probability that z is equal to 0? Z 0 हुने चान्स कति छ? Z 0 हुने भनेको 0 वटा हेड हुनु हो भनेको इज only possible when हामीले tails लिन्छौं so it is 1/4 z1 भनेको इज 2/4 किनभने z1 भनेको एउटा हेड हुने हो र एउटा हेड भनेको त यसमा पनि छ यसमा पनि छ so 2/4 र z2 भनेको इट्स अगेन 1/4 किनभने यो केसमा मात्रै हुन्छ so z को डिस्ट्रिब्युसन भनेको चाहिँ इट इज कम्प्लिटली डिटरमाइन्ड बाइ these 3 values so these 3 values they give the distribution of z भनेको z को various values हरुको probability कति हुन्छ भनेको this is in the discrete case र continuous case मा चाहिँ instead of probability we talk about density for example यदि एउटा कुनै variable को distribution यस्तो छ र अर्को variable को distribution यस्तो छ भने के यिनीहरुको distribution identical छ do they look identical no हैन so identical distributed भनेको if you have one random variable and the other random variable they should have the same distribution है त्यही हो एकदमै सिम्पल कन्सेप्ट हो त्यस्तो कम्प्लिकेटेड छैन although it might sound scary and you will see this term IID everywhere एकदमै स्ट्यान्डर्ड टर्म हो IID भनेको independent identical distributed so Monte Carlo simulations मा चाहिँ we will leverage on this so यसको प्रपर्टी चाहिँ के छ भने जस्तो suppose you want to estimate average height of Nepali people so how will you do this कसरी गर्छ होला यो if you want to estimate the average height of all Nepali people so I'll give you 3 options option 1 ask 3 crore people and take the average option 2 go to your class and take average option 3 भनेको चाहिँ so option 3 भनेको चाहिँ you go to all districts and त्यहाँबाट you randomly choose 10 people and त्यो 10 जना मान्छेको चाहिँ you take the average so which option will you choose option 3 right so why not option 1 why not option 1 yeah गाह्रो हुन्छ it's not feasible हैन यो practical छैन why not option 2 ल suppose option 2 मा पनि instead of class suppose you go to your school अनि स्कुलमा चाहिँ 770 people छ
अनि in each district, so there are 77 districts in Nepal. अनि यहाँबाट you select 10 people and you still have 70 people. So why do you prefer option 3 and not option 1? And not option? Yeah. So one bro data अलिकति precise also, of course you get the exact value, but त्यो feasible नहुन सक्छ अथवा हुँदैन. तर option 2 र 3 मा you would choose option 3 किनभने first of all यो option 2 मा यदि तिमीले मान्छेहरु छान्छौ भने their heights might not be independent. किनभने स्कुलमा त usually people हरुको एज ग्रुप कति हुन्छ? जस्तो नर्सरीमा पढ्नेको हाइट कति हुन्छ? नट स्योर. Let's say 3 foot देखि 5 foot भनौं हैन, अथवा 4 foot. Suppose if you are going to a school जुन चाहिँ class 5 सम्म छ. So यसमा त if you are going to a school एउटा बच्चाको height it might not be independent of the second बच्चा. So this does not accurately reflect the distribution of the height of a Nepali person on average. Therefore you prefer the option 3. So this is intuitively why you need IID. So you want independent? किनभने independent भएन भने the data might be biased. The data might be biased. So त्यसले चाहिँ त्यसलाई एभरेज गरेर ओभरअल डेटाको एभरेज चाहिँ भन्न नसक्ने हुन सक्छ. That may be true, हैन? That's why we need independent and identically distributed data. So हामी यहाँ कहाँबाट आइपुग्यौं भन्ने कुरा म हेर्दै थिएँ. So I explained this. अब law of large number ले चाहिँ के भन्छ भने it's very simple त होइन, it can make it difficult, तर if xi is height of है, so पहिलो कुरो यसमा xi भनेको के हो? r बाट सुरु हुन्छ. Yeah, so random variable, right? So you see why it is useful, random variable. Then यदि तिमीले x1 x2 x3 all the way to xn को भ्यालु जोडेर if you divide by n, this will be true, this will be close to the true mean. So true mean हामी usually mu डिनोट गर्छौं. तर यसमा कन्डिसन के हो भने xi भनेको चाहिँ they must be independent and identically distributed. So हामीले खास यो ल जुन छ त्यो अघि हामीले पाई एस्टिमेट गर्ने प्रोग्राममा पनि यही ल युज गरेको छ. Can anyone see, like, is it obvious कि हामीले यो कुरा युज गरेको छ भनेर? यसमा let me see. So यसमा चाहिँ हामीले त्यो ल युज गरेको छ भन्ने कुरा, is it obvious? यसमा do you see any random variables here? जस्तो मैले अहिले भर्खर जे भने random variables अनि IID यो कुराहरु यसमा छ र, like it's not obvious to me at least, है. यतिकै हेर्दाखेरि it is not obvious, तर I will convince you कि यसमा चाहिँ we are using the math. So म खास यसको math मा जान्छु. I think that is more useful. Yeah, so darts भने मानिसले, okay, it has to do with the darts. So हामीले dart सँग के गर्नु पर्छ to make a random variable. र अर्को कुरा पनि म के भन्छु भने यो expectation भन्ने एकदमै सिम्पल कन्सेप्ट छ. So expectation of a random variable, यो भनेको सपोज you have a dice, त्यसको आउटकम चाहिँ 1 2 3 4 5 6 हुन्छ. So so यसलाई चाहिँ हामी x ले डिनोट गरौँ. So x is the random variable that stores the number that you see on the dice. So expectation of x भनेको यसको एभरेज भ्यालु भनेको है, के हैन अरु, एभरेज भ्यालु अफ x है. So यसमा यसको एभरेज भ्यालु कति हुन्छ? It is 1 plus 2 plus 3 plus 4 plus 5 plus 6 by 6. तर this is only because it is uniform, है. यसमा यो युनिफर्म भएको, यो डाइस रोल चाहिँ युनिफर्म हो नि त. सो तिम्रो 1 आउने चान्स र 5 आउने चान्स सेम छ.
त्यही भएर यो चाहिँ युनिफर्म भयो हैन युनिफर्म नभएको भए इट माइट बी डिफरेन्ट फर एक्जाम्पल इफ आई टेल यु कि तिमी डाइस त रोल गर्छौ तर त्यो डाइसमा चाहिँ 3 र 4 मात्रै आउँछ सो हाफ द टाइम चाहिँ 3 आउँछ हैन with probability 0.5 3 आउँछ with probability 0.5 4 आउँछ भने र तिम्रो डाइस रोल गर्यो भने के हुन्छ तिम्रो आउटकम भनेको इट माइट लुक समथिङ लाइक दिस इट माइट लाइक 3 3 4 3 4 4 3 यस्तो आउँछ नि त सो यसमा यदि तिमीले यसको एभरेज लियौ भने अब यो केसमा एक्सपेक्टेसन भनेको के हुन्छ भन्दाखेरि तिमीले क्रुडली लियो भने 3 + 3 + 4 + 3 + 4 + 4 + 3 divided by 1 2 3 4 5 6 7 यति हुन्छ है सो द एक्सपेक्टेसन it depends on the probability distribution र डिस्ट्रिब्युसन भनेको अहिले मैले भनिसकेँ यो हरेक भ्याल्यु आउने चान्स कति छ भनेको अरु केही पनि होइन सो यो हरेक जुन र्यान्डम भेरिएबलको भ्याल्यु छ यो भ्याल्यु आउने चान्स कति छ भन्ने कुरा चाहिँ इट इज स्टोर्ड एज अ प्रोबेबिलिटी डिस्ट्रिब्युसन है सो यसको एउटा फर्मुला छ त्यो फर्मुला बुझ्नुपर्छ सो पहिला म युनिफर्म केस गर्छु सो सपोज दिस इज द पोसिबल भ्यालुज अफ x and you want to find the probability of getting this value x so uniform मा यसको probability कति हुन्छ can someone help me यदि uniform छ भने यसको probability कति हुन्छ it's all 1/6 so म यो एउटा फर्मुला दिइराख्छु है so expectation of x भनेको it is the sum of x times the probability of x being x so यसलाई म यसरी लेख्छु for all x so यो भनेको फर एक्जाम्पल हाम्रो यो कन्टेक्स्टमा सुरुमा x भनेको 1 हुन्छ so 1 times the probability of 1 which is 1/6 plus 2 times the probability of 2 which is 1/6 plus all the way to 6 times 1/6 यो केसमा यो हुन्छ तर now if I change these values suppose मैले यसलाई चाहिँ 0 बनाइदिएँ र यसलाई चाहिँ मैले 2/6 बनाइदिएँ भने अब यसको एक्सपेक्टेसन भने के हुन्छ यसको भनेको 1 into 1/6 plus 0 into sorry plus 2 into 0 किनभने 2 भनेको चाहिँ र्यान्डम भेरिएबल हो र त्यसको प्रोबेबिलिटी 0 हो plus 3 into 1/6 plus अनि 6 into 2/6 यो हुन्छ है so this is how you calculate the expectation or the average यहाँसम्म क्लियर छ Is it clear? Okay, एकजनालाई क्लियर छ अब यो कुरा फर्स्ट टाइम हेरेको भने त अलिकति गाह्रै होला डाइजेस्ट गर्न तर यो चाहिने नै कुरा हो र यो भनेको चाहिँ अब यो x डिस्क्रिटको केसमा भयो सो यसमा चाहिँ x इज डिस्क्रिट तर कन्टिन्युअसको केसमा चाहिँ क्यान यु गेस के हुन्छ कन्टिन्युअसको केसमा क्यान समवन गेस सो डिस्क्रिटमा यदि समेसन अफ x px हुन्छ भने दिस इज फर डिस्क्रिट कन्टिन्युअस को केसमा के हुन्छ यो सिग्मा जुन सम हो दिस बिकम्स एन इन्टिग्रल सो यसमा कतिजनाले इन्टिग्रल दिएको छ छैन आई एम नट स्योर दिस इज द इन्टिग्रल ओभर अनि यसमा डोमेन भनेको चाहिँ अल पोसिबल भ्यालुज अफ एक्स हुन्छ है यसलाई मैले यसरी भन्ने अनि यसमा p भन्न मिल्दैन अहिले मैले भनेको होइन सो p भनेको त 0 हुन्छ सो यसमा we have to see density so f भन्छौँ युजुअली हामी है सो अहिले मैले जुन यो कर्भ देखाएँ नि सो दिस इज f of x फर एक्जाम्पल यसमा हामीले p भन्दैनौँ युजुअली किनकि p भन्ने बित्तिकै प्रोबेबिलिटी भनिन्छ तर द प्रोबेबिलिटी अफ x बिङ सम भ्यालु a इन द कन्टिन्युअस केस इज 0 हैन तर f of x इक्वल्स a भनेको इट इज नट 0
जस्तै यदि यो पोइन्ट ए हो भने दिस इज एफ अफ ए विल देयर बी अ लोवर अप या सो सो यसमा चाहिँ खासै नोटेसन के हो भने यहाँ तल एक्स भनेको मतलब चाहिँ अल पोसिबल भ्यालुज अफ एक्स सो यदि एक्सले चाहिँ 0 र 1 को बिचमा भ्यालुज लिन्छ भने यो बााउन्ड के हुन्छ 0 र 1 हुन्छ बााउन्ड 0 र 1 हुन्छ यदि एक्स चाहिँ फर इक्जाम्पल एक्सले चाहिँ भ्यालुज 0 र 1 अनि 5 र 6 को बिचमा लिन्छ अरे भने इन्टिग्रल स्प्लिट गर्नुपर्छ सो 0 देखि 1 एक्स एफएक्स डिएक्स प्लस 5 र 6 पनि यसरी हाल्नुपर्छ है सो लोवर अप्पर बाउन्ड हुन्छ तर यतिकै फर्मुला लेख्दाखेरि चाहिँ सिम्पली हामीले यसरी डिनोट गर्दा पनि हुन्छ यो भनेको डोमेन अफ एक्स सो यसलाई मैले डोमेन अफ एक्स भन्दा हुन्छ यसरी एक्स को डोमेन है सो यो भनेको एक्सपेक्टेसन भयो सो अब वी आर रेडी टु लाइक फर्मुलेट द थिङ म्याथमेटिकली है सो अब हामी अहिलेको त्यो प्रब्लम जुन छ त्यसलाई चाहिँ म्याथमेटिकली फर्मुलेट गर्छौँ प्रब्लम यस्तो थियो हामीसँग एउटा स्क्वायर थियो हामीसँग एउटा सर्कल थियो दिस इज 1 -1 1 1 अनि विथ थ्रू ऱ्यान्डम पोइन्ट्स हैन यसमा डार्ट्स भनौँ न सो यसमा आई विल डिफाइन अ ऱ्यान्डम भेरिएबल z है सो पहिलो कुरा यसमा डार्ट फाल्यो भने यसको आउटकम के हुन्छ द आउटकम क्यान बी रिटन एज लेट्स से xi, yi वेयर xi भनेको चाहिँ त्यो पोइन्टको x कोअर्डिनेट र yi भनेको त्यो पोइन्टको y कोअर्डिनेट सो एनी पोइन्ट क्यान बी रिटन एज xi, yi so I think this is clear now we define a random variable z जसले चाहिँ xi र yi लाई लिन्छ अथवा लेट्स जस्ट से x र y जसले x र y लिन्छ र यसले चाहिँ के दिन्छ भन्दाखेरि यसले चाहिँ 1 दिन्छ त्यसको भ्यालु 1 हुन्छ इफ xy इज इनसाइड द सर्कल इफ x, y inside the circle र 0 if x, y outside the circle so for example यदि यो भ्यालु छ भने यदि यो मेरो x, y हो भने यसको z भ्यालु कति हुन्छ सो यसको z भ्यालु थाहा पाउनको लागि चाहिँ यसको डिफिनेसनमा हेर्ने सो यदि यो पोइन्ट आउटसाइड द सर्कल छ भने यसको भ्यालु के हुन्छ 0 हुन्छ है जस्तो फर एक्जाम्पल यो पोइन्टको के हुन्छ भ्यालु यो पोइन्टको z भ्यालु के हुन्छ 1 1 हुन्छ गुड 1 हुन्छ हैन अब हामीलाई के निकाल्न छ भने वी वान्ट टु फाइन्ड द एक्सपेक्टेसन अफ z र अघि मैले एउटा टेबल बनाएको थिएँ नि सो त्यस्तै बनाउँछु म सो z भनौँ z को पोसिबल भ्यालुज भनेको 0 र 1 हो ल अब इट्स अल जियोमेट्री अब युजुअली पनि आन्सर गर्न सक्नुपर्छ यो भनेको प्रोबेबिलिटी दैट z इक्वल्स स्मल z सो z चाहिँ 0 हुने प्रोबेबिलिटी कति छ लेट्स नट से 0 1 हुने प्रोबेबिलिटी कति छ व्हाट इज द प्रोबेबिलिटी कि z इक्वल्स 1 भनेको त प्रोबेबिलिटी दैट पोइन्ट इज इनसाइड सर्कल हो नि त हैन यो कति हो π/4 इट्स π/4 है सो यहाँ यसरी आउँदो रहेछ सो अघि चाहिँ हामीले यतिकै रफली हेर्यौँ जियोमेट्रिकली तर म्याथमेटिकली फर्मुलाइज गर्ने हो भने चाहिँ इट वर्क्स लाइक दिस सो यो भनेको एरिया अफ सर्कल डिवाइडेड बाइ टोटल एरिया हो विच इज पाई अनि r भनेको 1 छ पाई 1 स्क्वायर्ड ओभर 2 times 2 which is pi/4 है let me put my laptop on charge एकैछिन
ओके सो एक्सपेक्टेसन अफ जेड भनेको पाई ओभर 4 हो सरी प्रोबेबिलिटी अफ जेड इक्वल्स 1 भनेको पाई ओभर 4 हो सो यसमा मैले पाई ओभर 4 हालिदिनु मिल्छ र यसको भ्यालु के हुन्छ होला क्यान समवन टेल मी देयर आर ओन्ली टू पोसिबिलिटिज कि त 1 हुन्छ कि त 0 हुन्छ यदि 1 को प्रोबेबिलिटी पाई ओभर 4 छ भने 0 को कति हुन्छ 1 minus pi by 4. भेरी गुड सो 1 माइनस पाई ओभर 4 अब हामीलाई एक्सपेक्टेसन निकाल्न मन छ सो एक्सपेक्टेसन भनेको मैले के भने है इट्स भेरी सिम्पल होइन सो यो नम्बर लिने यसको प्रोबेबिलिटी मल्टिप्लाई गर्ने प्लस अर्को नम्बर लिने त्यसको प्रोबेबिलिटी मल्टिप्लाई गर्ने सो क्यान समवन हेल्प मी सो के हुन्छ यसको एक्सपेक्टेसन फर्स्ट नम्बर के छ हाम्रो फर्स्ट जेडको भ्यालु के छ 0 टाइम्स यसलाई केले मल्टिप्लाई गर्ने यतिको म लेख्छु प्रोबेबिलिटी द्याट जेड इक्वल 0 प्लस 1 टाइम्स प्रोबेबिलिटी जेड इक्वल्स 1 सो यो भनेको 0 टाइम्स यो वाट एभर यो 0 नै हुन्छ होइन सो मतलब भएन प्लस 1 टाइम्स द प्रोबेबिलिटी द्याट जेड इक्वल्स 1 भनेको पाई ओभर 4 सो दिस इज पाई ओभर 4 सो हामीलाई के थाहा छ भने अब एक्सपेक्टेसन अफ जेड भनेको चाहिँ पाई ओभर 4 रहेछ है तर नाउ हियर इज वेयर मोन्टे कार्लो कम्स इन सो मोन्टे कार्लो चाहिँ अब कसरी हुन्छ भने मोन्टे कार्लो युज गरेर वी विल एप्रोक्सिमेट दिस एक्सपेक्टेसन है सो वी विल ट्राई टु एप्रोक्सिमेट दिस एक्सपेक्टेसन र यो एक्सपेक्टेसनलाई कसरी एप्रोक्सिमेट गर्ने भन्दाखेरि हामी जेडको भ्यालुजहरू लिने सो हामी डार्ट्सहरू थ्रो गर्ने अथवा यो पोइन्ट्सहरूलाई यहाँ फाल्ने हरेक पोइन्ट जस्तो हामीसँग पोइन्ट 1 पोइन्ट 2 पोइन्ट एन सम्म छ भने यो हरेकको जेड भ्यालु हुन्छ सो यदि यो पोइन्ट 1 चाहिँ सर्कलको भित्र थियो भने जेड इक्वल्स 1 हुन्छ बाहिर छ भने जेड इक्वल 0 हुन्छ सो यसलाई मैले जेड 1 भने जेड 2 भने अल द वे टु जेड एन र यदि हामीलाई एक्सपेक्टेसन अफ जेडलाई एप्रोक्सिमेट गर्नु मन छ भने यु क्यान सिम्पली टेक द एभरेज अफ जेड 1 जेड 2 अल द वे टु जेड एन है अब यसमा इट इज भेरी इम्पोर्टेन्ट एकदम इम्पोर्टेन्ट छ कि यो जुन जेड 1 जेड 2हरू छ दे आर अल इन्डिपेन्डेन्ट एन्ड आइडेन्टिकल डिस्ट्रिब्युटेड सो यसमा तिमीले पोइन्ट फाल्दाखेरि यो एरिया मात्रै फाल्यो भने इट डजन्ट वर्क अभियसली होइन यता मात्रै फाल्यो भने इट डजन्ट वर्क सो इट हेज टु बी अल ऱ्यान्डम इन्डिपेन्डेन्ट सो यो गऱ्यो भने अब दिस इज वाट वर डुइङ सो मोन्टे कार्लोमा चाहिँ हामीले अब पोइन्ट थ्रो गरेको सिमुलेट गर्छौँ यसको भ्यालुजहरू निकाल्छौँ यसको सम गर्छौँ र दिस गिभ्स अस पाई ओभर 4 सो दिस एप्रोक्सिमेट्स पाई ओभर 4 सो यदि हामीलाई पाईको भ्यालु चाहिएको छ भने पाई इज रफली इक्वल टु यो एभरेज जुनलाई म यस्तो भनिदिन्छु टाइम्स 4 सो यसको म्याथ चाहिँ यसरी हुन्छ इफ यु युज प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्स अब यसरी गयो भने चाहिँ वी क्यान अल्सो एप्रोक्सिमेट द एरर यसको एरर कति हुन्छ भन्ने कुरा पनि वी क्यान क्यालकुलेट सो त्यो गर्नुभन्दा अगाडि चाहिँ आई विल गो थ्रु द कोड सो कोडमा पनि हामीले यही नै गर्छौँ है सो कोडमा पनि वी डुइङ द सेम थिङ सो इज इट क्लियर सो फार केही कुरा बुझेको छैन भने यु क्यान टेल मी Could you explain the pi approximation? Yes. सो हामीले पहिले हामीले यो ऱ्यान्डम भेरिएबल कसरी डिफाइन गरेको बुझेको छ सो इट्स भेरी सिम्पल हामी एउटा पोइन्ट फाल्छौँ यो पोइन्ट भित्र छ भने चाहिँ त्यसलाई हामीले 1 असाइन गर्छौँ बाहिर छ भने 0 असाइन गर्छौँ अब यसको फाइदा के हो भने हामीले यसको जुन मिन छ यसको एक्सपेक्टेसन त्यो चाहिँ हामीले निकाल्न सकिन्छ सो एक्सपेक्टेसन अफ जेड भनेको केही पनि होइन इट्स जस्ट 0 into the probability of z equals 0 plus 1 into the probability z equals 1 र हामीले यो probability of z equals 1 त निकाल्यौँ in terms of area हैन सो probability z equals 1 भनेको यो पोइन्ट भित्र पर्ने प्रोबेबिलिटी हो नि त सो यो पोइन्ट भित्र पर्ने प्रोबेबिलिटी भनेको त के हो यो सर्कलको एरिया डिभाइडेड बाइ यो टोटल एरिया हैन सो यहाँ त्यही गरेको छौँ सो सर्कलको एरिया भनेको पाई इन्टु 1 स्क्वायर्ड किनभने रेडियस चाहिँ 1 छ र टोटल एरिया भनेको 2 times 2 किनभने यसको लेन्थ र हाइट
ब्रेथ दुइटै 2 छ। सो यहाँबाट यसको थियोरिटिकल एक्सपेक्टेसन चाहिँ π/4 आयो। अब यो एक्सपेक्टेसन हामीले अर्को तरिकाले पनि एस्टिमेट गर्न सकिन्छ। कसरी गर्न सकिन्छ भने मोन्टे कार्लो सिमुलेसन गरेर अथवा सिमुलेट गरेर Z1 Z2 देखि फर इक्जाम्पल Z100 सम्म भ्यालुज निकाल्ने। हरेक भ्यालु इदर 1 और 0 हुन्छ होइन, केही होला, र यसको एभरेज लिने। सो यो सबैको सम लिने। सो लेट्स टेक द सम अफ ZI अनि यसको 1/100 गरिदिने। लेट्स से I गोज फ्रम 1 to 100। सो यो गरे पनि π/4 गरे पनि वी आर एप्रोक्सिमेटिङ द सेम थिङ। सो π/4 चाहिँ यसको ट्रु भ्याल्यु हो। यो चाहिँ हाम्रो एप्रोक्सिमेसन हो। तर यहाँबाट अब हामीले म्याथमेटिकली के हेऱ्यौँ भने π/4 इज एप्रोक्सिमेटली इक्वल टु यो अघिको हाम्रो सिमुलेसन। सो Z1 + Z2 प्लस लेट्स से Z100 अहिलेको लागि। अब यहाँबाट हामीलाई पाइ निकाल्न मन छ भने वी क्यान जस्ट मल्टिप्लाई दिस थिङ बाई 4। यसलाई 4 ले मल्टिप्लाई गऱ्यो भने पाइ निस्किन्छ। अनि दिस इज वाट वी विल डु इन द कोड। सो अब क्लियर भयो अलिकति? ओके, नाउ लेट्स गो टु द कोड। सो कोडमा के भइरहेछ? सो कोडमा यो रेड पोइन्ट्सहरूको ऱ्यान्डम भेरिएबलको भ्यालु के हुन्छ? यो रेड पोइन्ट्सहरूको, यो रेड कलर पोइन्ट्सहरूको, यस, अनि यो ब्लू कलर पोइन्ट्सहरूको सो 1 हुन्छ। गुड। सो यहाँ त्यही गर्छौँ। सो यो एन भनेको 1,00,000 भनेको इज द नम्बर अफ डार्ट थ्रोज। सो यो भनेको हाम्रो अहिलेको म्याथमा इट इज द, यो जुन मैले एन भनिरहेको थिएँ त्यही एन हो है, द सेम एन। यो जुन एन छ नि इज द सेम एन है। हामीले कतिवटा पोइन्ट कन्सिडर गर्छौँ भन्ने कुरा मात्रै हो। अनि यहाँ चाहिँ एक्स र वाइ भनेको के गरेछ? np.random.uniform। यो भनेको -1 देखि 1 सम्म एनवटा युनिफर्म भ्यालुज लिएको। सो युनिफर्म भनेको तिम्रो यो स्क्वेयरभरि तिमी जहाँ पनि हुन सक्छौ त्यो भनेको युनिफर्म, लाइक विथ इक्वल प्रोबेबिलिटी। यो हरेक रिजनको प्रोबेबिलिटी उही छ। सो तिमी बायस छैनौ, तिमी कुनै पनि एउटा रिजनमा बायस छैनौ, त्यही भनेको हो। सो वाइ पनि निकाल्छौँ हामी त्यसरी नै। अनि हाम्रो XY भनेको चाहिँ अब एउटा पोइन्ट भयो। सो यहाँ x, y भनेको चाहिँ इज अ पोइन्ट। अब यो x, y भन्ने पोइन्ट चाहिँ सर्कलमा छ कि नै भन्ने कुरा कसरी थाहा हुन्छ? सो सपोज वी हेभ अ युनिट सर्कल होइन, अनि आई गिभ यु अ पोइन्ट। सपोज आई गिभ यु 1,1। त्यसो यो पोइन्ट चाहिँ यो सर्कलको बाहिर छ भन्ने कुरा कसरी थाहा हुन्छ? इक्वेसन अफ सर्कलमा त्यो पोइन्टको भ्यालु हालेर। सो इक्वेसन अफ सर्कल भने के हुन्छ भन्दाखेरि x² + y² = 1 यो केसमा होइन। सो यो भनेको तर सर्कलको बााउन्ड्रीमा भएको पोइन्टहरू है। तर हामीलाई त के थाहा पाउनु छ भने सर्कलको भित्र हुने पोइन्ट। सो भित्र हुनको लागि वी क्यान जस्ट युज लेस देन इक्वल। सो यदि x² + y² चाहिँ लेस देन इक्वल 1 भयो भने चाहिँ भित्र पर्छ, नभए बाहिर पर्छ। फर इन्स्टेन्स जस्तो 1,1 ट्राई गरौँ। सो 1,1, सो 1² + 1² भने 2 हो। इज इट लेस देन इक्वल 1? नो। त्यही भएर यो चाहिँ बाहिर पर्छ। जस्तो के गरौँ अर्को, जस्तो 0.1 भनौँ न। सो 0.1² + 0.2² भनेको इट इज लेस देन इक्वल 1। त्यही भएर यो पोइन्ट चाहिँ भित्र पर्छ। इट्स भेरी सिम्पल होइन। सो कोडमा पनि विडिङ द सेम थिङ। सो कोडमा के गरिरहेको छ भने यो x, y भन्ने जुन पोइन्ट छ यसमा हामीले x² + y² चाहिँ लेस देन इक्वल 1 छ कि नै? छ भने चाहिँ भ्याल्यु 1 हुन्छ, छैन भने चाहिँ भ्याल्यु 0 हुन्छ। सो हाम्रो ऱ्यान्डम भेरिएबल चाहिँ हामी डिफाइन गऱ्यौँ नि, यहाँ वी आर डुइङ द सेम थिङ है। सो 1 इफ इनसाइड द सर्कल, 0 इफ आउटसाइड। सो आइम ट्राइङ टु मेक द कनेक्सन बिट्विन यो कोड र म्याथ, लाइक एक्चुअल म्याथ है। सो अघि हामीले एक्चुअल म्याथ गऱ्यौँ, दिस इज जस्ट द कोड। अब क्यालकुलेट द प्रोपोर्सन अफ द पोइन्ट्स इनसाइड। सो यो जुन इनसाइडमा चाहिँ के छ भने फर इक्जाम्पल आई गिभ यु द सेप्स। जस्तो एक्स चाहिँ कस्तो देखिन्छ भने सपोज इट माइट लुक समथिङ लाइक -1, -0.5, 0.6, 0.8, 0.2 है, यसो देखिन सक्छ होला। र y will also look something similar. Suppose y it could be something like 0.8,
0.2 minus 0.6 minus 0.3 0.6 होइन वाइ कुड बी दिस सो अब हामीले के गर्छ इनसाइड भन्ने एरे कस्तो देखिन्छ अब इनसाइड भन्ने एरे विल लुक लाइक सो पहिला हामी फर्स्ट हेर्छौँ -1 र 0.8 सो हामी -1 स्क्वायर्ड प्लस 0.8 स्क्वायर्ड लेस देन इक्वल 1 गर्छौँ यदि हो भने त्यसको भ्याल्यु 1 हुन्छ होइन भने त्यसको भ्याल्यु 0 हुन्छ सो यो केसमा होइन होइन सो यसको भ्याल्यु 0 हुन्छ त्यसै आज जस्ट फिल इन एन्ड सो यसको भ्याल्यु 1 होला यसको भ्याल्यु 0 होला यसको भ्याल्यु 0 सो सपोज इट लुक्स समथिङ लाइक दिस है जस्ट एन एक्जाम्पल तर यसमा यो लिस्टको लेन्थ चाहिँ यति छ है यस एक्चुअली 1 लाख तर मैले यसमा 5वटाको अज्युम गरेको छु सो यसमा लेट्स से n = 5 त्यो अज्युम गरेको छु मैले है सो इट लुक्स समथिङ लाइक दिस र यसमा चाहिँ अब np.sum इनसाइड समले के गर्छ यो भित्रको सबै भ्याल्युजलाई सम गर्छ सो p इनसाइड भन्ने कति हुन्छ अब 0 + 1 + 0 + 1 + 1 सो 3 डिभाइडेड बाई n भनेको 5 छ हाम्रो केसमा सो इट लुक्स समथिङ लाइक दिस सो यो भनेको 0.6 अनि हाम्रो पाईको एस्टिमेट भनेको चाहिँ 4 टाइम्स यो भ्याल्यु सो हाम्रो पाई एस्टिमेट भनेको 4 टाइम्स 0.6 विच इज 2.4 सो अहिले इट इज नट अ गुड एस्टिमेट तर यही कुरालाई यदि हामीले एन एकदमै ठुलो बनायौँ भने चाहिँ वी गेट अ बेटर एस्टिमेट होल पोइन्ट त्यही नै हो सो लेट्स ट्राई टु रन दिस कोड सो यसमा everything looks fine so let's only try 5 values let's try 5 values so 5 values गर्दाखेरि we got this we got an estimate of 3.2 let's take 500 values यसमा we get 3.23 and यो भनेको error भयो so we'll see this if you have time let's take 50,000 values then we get 3.12 which is much better होइन अहिलेको भन्दा राम्रो छ र let's take I'm not sure if यो गर्न सक्छु कि नै तर yeah now it's much better so अहिले तिम्रो एस्टिमेट भनेको 3.14 आएको छ है अनि ग्राफ चाहिँ लोड भइरहेको छ I'm not sure if it will be shown in time किनभने यसमा हामीले कतिवटा एन गरेका छौँ 1 10 100 1000 10,000 so 5 million points होइन so it takes some time यसमा जीपीटी युज गर्दा हुन्छ सो इट्स भेरी इजी टु युज जीपीटी यस्तो कोड दिनको लागि इट्स नट डिफिकल्ट तर तिमीलाई के एस्टिमेट गर्न मन छ त्यस्तो कुराहरू चाहिँ युनिट नो नभए बुझिँदैन के गरेको भनेर सो यसमा आई विल ट्राई विथ अ स्मलर भ्याल्यु है किनकि 5 मिलियन अलिकति धेरै भयो सो लेट मी जस्ट ट्राई विथ 100,000 एज बिफोर सो यसमा पनि वी गेट अ प्रिटी गुड एस्टिमेट 3.14 and these are all the 100,000 points so यसमा चाहिँ 100,000 वटा पोइन्ट्सहरू छ है सो यो कुरा क्लियर छ लाइक क्यान यु सी द कनेक्सन बिट्विन द कोड एन्ड द म्याथ द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ किनकि यो कोड गर्नु इज नट डिफिकल्ट लाइक यो कोड त आफैले गर्ने अब जमाना गइसक्यो तर यु हेभ टु नो द अन्डरलाइङ म्याथ र आई विल गो ओभर one more thing that is very applicable so integration we'll go over integration so I'll tell you the algorithm so easy अलिकति फर्स्ट पहिला देखेको छैन भने अलिकति गाह्रै हुन्छ तर spare me for that so suppose you want to integrate some function है suppose you want to integrate some function that looks like this and you want to integrate from 0 to 1 so you want to find this area हैन सो कुनै कुनै केसमा अब कुनै कुनै फंक्शन्सको लागि तिमीलाई त्यसको फर्मुला थाहा होला फर एक्जाम्पल यदि x स्क्वायर छ भने यसको इन्टिग्रेसन बिट्विन 0 1 भनेको एभ्रिवन नोज दिस हैन अर मेबी नट यो भनेको x क्यूब डिवाइड बाइ 3 फ्रम 0 to 1 यो 1/3 हुन्छ है तर देयर माइट बी सम फंक्शन जुन चाहिँ गाह्रो छ इन्टिग्रेट गर्न फर एक्जाम्पल सपोज यु वान्ट टु इन्टिग्रेट e to the power of sin x from 0 to 1 हैन सो यो केसमा त अफ कोर्स वी क्यानट रिलाइ अन अ फर्मुला लाइक दिस सो यस्तो फर्मुला नै हुँदैन
हैन सो त्यो केसमा के गर्ने भन्दाखेरि वी क्यान स्टिल युज मोन्टे कार्लो सिमुलेसन्स है र कसरी युज गर्ने भन्दाखेरि फर्स्ट आई विल टेल यु द एल्गोरिदम सो एकदमै सिम्पल छ सो पहिला के गर्ने भन्दाखेरि 0 देखि 1 बिचमा युनिफर्मली नम्बर्सहरु स्याम्पल गर्ने सो मेबी यु गेट 0 0.2 0.1 0.9 0.8 and so on हैन र आई विल कल द फंक्शन f है fx अब यो हरेक पोइन्टलाई के गर्ने भन्दाखेरि यो हरेक पोइन्टलाई f अप्लाई गर्ने सो यु विल फाइन्ड f of 0 f of 0.2 f of 0.1 f of 0.9 f of 0.8 so यो गयो भने you get values that lie in this curve है यो कर्वमा भ्यालुज पाउँछौ फर एक्जाम्पल अनि यिनीहरुको एभरेज लिने you just do f of 0 plus f of 0.2 plus f of 0.1 plus f of 0.8 divided by 5 so this is the algorithm so यहाँसम्म बुझेको छ कि नै यसमा बुझ्नुपर्ने थाहा चाहिँ केही छैन लाइक यो किन काम गर्छ त मैले बुझाकै छैन सो त्यो कुरा त बुझ्नु परेन तर एल्गोरिदम चाहिँ के हो भनेर बुझे कि नै yes no okay let's take another example actual example so for example let's take an example of x squared so this is x squared and suppose the values are so मैले x uniformly sample गर्दाखेरि चाहिँ मैले 0 0.2 0.4 0.6 0.8 र 0 र 1 लिए सपोज है युनिफर्मली स्याम्पल गर्दाखेरि सो फर्स्ट स्टेप भनेको चाहिँ यसमा हरेकको स्क्वायर निकाल्ने सो यो भनेको 0 यसको स्क्वायर अप्लाई गर्यो भने सो यसमा f अप्लाई गर्यो भने के हुन्छ 0 हुन्छ 0.2 भनेको कति हुन्छ 0.2 को स्क्वायर कति हुन्छ 0.04 so 0.4 को कति हुन्छ 0.16 0.6 को 0.36 0.64 र 1 अब के गर्ने रे भन्दाखेरि यसको सिम्पली सम लिएर एभरेज गर्ने सो 0 अब तिम्रो इन्टिग्रल भनेको चाहिँ एप्रोक्सिमेटली अथवा एरिया भनेको चाहिँ एप्रोक्सिमेटली 0 plus 0.04 plus 0.16 plus 36 plus 0.64 plus 1 divided by 1 2 3 4 5 6 values so यो गर्दाखेरि म यो भ्यालु निकाल्छु के आउँछ यो गर्दाखेरि I get 0.366 and so on है जब कि यसको ट्रू भ्यालु इज 0.333 so you can already see कि यो नम्बर चाहिँ it is going close to this number यदि तिमीले यसमा 6 वटाको साटो एकदमै धेरै भ्यालुज लियौ भने this will very closely approximate this number this integral है so in real life we don't need to know this यो भयो भने पनि it's fine so यो एक्जाम्पलबाट बुझिन्छ अलिकति तर यसमा यो किन काम गर्छ भन्ने कुरा अगेन इट इज नट क्लियर सो त्यो कुरा चाहिँ म बुझाउन खोज्छु सो यसमा यो किन काम गर्छ इज नट क्लियर सो अगेन यसमा हामी फेरि एक्सपेक्टेसनमै जान्छौँ र र्यान्डम भेरिएबल्समै जान्छौँ है सो लेट्स सी व्हाई दिस वर्क्स यो केसमा चाहिँ लेट्स टेक दिस ओन्ली हैन र यो चाहिँ a देखि b सम्म लियौं इन्स्टेड अफ 0 देखि 1 अनि यो चाहिँ इट क्यान बी एनी फंक्शन f of x है अब चाहिँ कसरी बुझ्नु पर्यो भने यु आर ट्राइङ टु फाइन्ड द इंटीग्रल अफ fx है फ्रम a to b fx एउटा अहिले मैले एक्सपेक्टेसनको फर्मुला दिएको थिएँ एक्सपेक्टेसन अफ x भनेको चाहिँ मैले के भनेको थिएँ भने इट इज x अफ f of x dx भनेको थिएँ हैन यसलाई डेन्सिटी बनाउन चाहिँ सो यसको लागि फर नाउ आई विल राइट दिस एज p है स्मल p लेख्छु x टाइम्स p of x dx तर यसमा एक्सपेक्टेसन अफ f of x यदि x को ठाउँमा f of x आयो भने
यो फर्मुलामा पनि x को ठाउँमा fx हुन्छ एक ठाउँमा चाहिँ त्यसमा f of x हुन्छ र यसमा चाहिँ px नै हुन्छ फेरि फर्मुला यस्तो हुन्छ है सो दिस इज द एक्सपेक्टेसन अफ f of x सो यो x को ठाउँमा चाहिँ हामी f of x लिन्छौँ अरु सबै कुरा सेम हुन्छ है सो दिस इज द फर्मुला अब हामीले यो कुरा युज गरेर चाहिँ इन्टिग्रल एप्रोक्सिमेट गर्न सकिन्छ किनभने हामीलाई चाहिएको कुरा चाहिँ यो छ अनि वी हेभ समथिङ भेरी सिमिलर जुन चाहिँ यो कुरा हो यसमा यदि यो p of x लाई हामीले हटाउन सक्यो भने त हामीलाई चाहिएको कुरा थाहा भयो नि त अब टेल मी समथिङ हामीले यसमा पोइन्ट्सहरु स्याम्पल गर्छौं नि त्यो पोइन्ट्सहरु हामीले कसरी स्याम्पल गरेको थियौं डिड वी स्याम्पल देम normally कि uniformly कि any other way हामीले कसरी स्याम्पल गरेको थियौं त्यो कोडमा कोड त मैले देखाएको छैन तर मैले कसरी गर्ने भनेको थिएँ लाइक इनिशियली yes we must sample them uniformly स्याम्पल गरेन भने this does not work है र यो कुरा चाहिँ तिमीले म्याथ बाट गयो भने नै बुझ्छौ नभए त बुझ्दैन किन काम गर्छ किन काम गर्दैन भनेर सो वी हेभ टु स्याम्पल युनिफर्म डिस्ट्रिब्युसन को जस युनिफर्म डिस्ट्रिब्युसन a to b छ भने यसको डेन्सिटी लाई मैले p of x भनिन्छु p of x भनेको 1 over b minus a हुनुपर्छ है किन एकदमै सर्ट प्रुफ दिन्छु म जस्तो a देखि b सम्म युनिफर्म भनेको स्ट्रेट लाइन हो नि त छ भने खास यो p of x भनेको चाहिँ यो y एक्सिस को भ्यालु हो नि त हैन सो युनिफर्ममा यो y एक्सिस को भ्यालु सेम हुनुपर्छ सपोज त्यो भ्यालु चाहिँ के हो रे है अब हामीलाई के चाहिन्छ भन्दाखेरि यो टोटल एरिया इक्वल्स टु 1 हुनुपर्छ दिस एरिया मस्ट बी 1 व्हिच मीन्स k टाइम्स b minus a should be equal to 1 which means k should be equal to 1 over b minus a that's why यो y एक्सिस को भ्यालु भनेको जहिले पनि के हुन्छ 1 over b minus a हुन्छ सो दिस इज द डेन्सिटी है युनिफर्म को लागि अब इन्ट्रेस्टिङ कुरा के छ भने यसमा वी क्यान रिप्लेस दिस p of x by 1 over b minus a only in the case of uniform say the uniform हुने f of x यसलाई I can replace by 1 over b minus a dx बाउन्ड भनेको a देखि b सम्म हुन्छ र यसमा हाम्रो र्यान्डम भेरिएबल भनेको यो पोइन्ट हो है दिस पोइन्ट इज आवर र्यान्डम भेरिएबल यो पोइन्ट को भ्यालु जुन छ a र b को बीचको दैट इज आवर र्यान्डम भेरिएबल अनि f इज द फंक्शन जसको चाहिँ हामीले एरिया अन्डर कर्भ निकाल्न खोजिरहेका छौं अथवा जसको इन्टिग्रल चाहिँ हामीले एप्रोक्सिमेट गर्न खोजिरहेका छौं सो हामीले के इक्वेसन पायौं भने अब यो b minus a भनेको त कन्स्टेन्ट हो सो इन्टिग्रल को रुल अनुसार दिस क्यान कम आउटसाइड c भनेको 1 over b minus a integral of a to b of f of x dx हो र यदि यसलाई मैले b minus a ले मल्टिप्लाई गरे भने के हुन्छ b minus a times the expectation of f of x equals the integral from a to b of f of x dx अब as usual यो एक्सपेक्टेसन अफ f of x हामीलाई ठ्याक्कै थाहा छैन सो हामी यसलाई के गर्छौं मोन्टे कार्लो सिमुलेसन युज गरेर यसको भ्यालु एप्रोक्सिमेट गर्छौं सो हामी x1 x2 x3 जस्तै xn वटा भ्यालु लिन्छौं र यो सबै n वटा भ्यालुजको सम लिएर डिभाइड बाइ n गर्छौं र यसले चाहिँ सरी यो भनेको चाहिँ एक्सपेक्टेसन अफ x हो अब एक्सपेक्टेसन अफ f of x भनेको चाहिँ यसमा हामी के गर्छौं भन्दाखेरि f अप्लाई गर्छौं त्यति हो अरु केही पनि होइन हैन जस्ट f अप्लाई गर्छौं र यसको एभरेज लिन्छौं सो हामीलाई के थाहा छ भन्दाखेरि एक्सपेक्टेसन अफ f of x भनेको चाहिँ इट इज एप्रोक्सिमेटली इक्वल टु f of x1 plus f of x2 plus f of xn डिभाइड बाइ n सो यहाँ चाहिँ हामीले के युज गर्छौं मोन्टे कार्लो सिमुलेसन युज गर्छौं सो हामीले x1 x2 हरु जेनेरेट गर्छौं र त्यसको एभरेज लिन्छौं यो फंक्सन अप्लाई गरेर र यसरी चाहिँ वी एप्रोक्सिमेट दिस इन्टिग्रल सो यसमा अघि चाहिँ हामीले के गर्यौं भन्दाखेरि 0 र 1 को बीचमा इन्टिग्रेट गर्यौं सो 0 र 1 को बीचमा गर्दाखेरि चाहिँ तिम्रो b भनेको 1 हुन्छ a भनेको 0 हुन्छ सो b minus a is 1 हैन तर यदि तिमीले जस्तो 0 देखि 2 सम्म इन्टिग्रेट गर्यौ भने यो एभरेज लिइसकेपछि पनि 2 minus 0 ले मल्टिप्लाई गर्नुपर्छ भनेको 2 ले मल्टिप्लाई गर्नुपर्छ
अदरवाइज राइट भ्याल्यु आउँदैन है। सो दिस इज हाउ यु क्यान युज मोन्टे कार्लो सिमुलेसन्स टु एप्रोक्सिमेट यो इन्टिग्रल। इट इज वान अफ द मोस्ट इम्पोर्टेन्ट एप्लिकेसन्स अफ मोन्टे कार्लो सिमुलेसन्स है। सो यो अलिकति डिफिकल्ट नै छ। सो आइ एम नट एक्सपेक्टिङ एभ्री वान टु अन्डरस्ट्यान्ड इट फुल्ली, तर अलिअलि इन्ट्युसन आयो कि नै, अलिकति आइडिया आयो कि नै यो किन चाहिँ काम गर्छ भनेर। होइन डिस्क्रिटमा चाहिँ वी युज ऱ्यान्डम भेरिएबल्स सेविज फङ्सन्स होइन। सो ऱ्यान्डम भेरिएबल भनेको चाहिँ, सो म भन्छु यो, सो ऱ्यान्डम भेरिएबल्स भनेको इट क्यान बी बोथ डिस्क्रिट अर कन्टिन्युस। यो चाहिँ डिस्क्रिट पनि हुनसक्छ, कन्टिन्युस पनि हुनसक्छ। डिस्क्रिट भयो भने चाहिँ यसको प्रोबेबिलिटी डिस्ट्रिब्युसन, यसको प्रोबेबिलिटी यसको डिस्ट्रिब्युसन भनेको चाहिँ के हुन्छ भन्दाखेरि सिम्पली पी एक्स इक्वल्स लेस चाहिँ 0 कति हुन्छ अथवा पी एक्स इक्वल्स 1 कति हुन्छ यो भ्यालुजहरू निकाल्छौँ। तर कन्टिन्युस हुन्छ भने चाहिँ यसको के हुन्छ, यसलाई हामी प्रोबेबिलिटी डेन्सिटी फङ्सन भन्छौँ। सो यसमा चाहिँ यसले चाहिँ तिम्रो हरेक पोइन्टको प्रोबेबिलिटी होइन कि डेन्सिटी दिन्छ। सो प्रोबेबिलिटी अफ अ सिंगल पोइन्ट चाहिँ 0 हुन्छ, तर डेन्सिटी चाहिँ 0 हुँदैन होइन। सो यसमा चाहिँ हामीले प्रोबेबिलिटी निकाल्नको लागि के गर्नुपर्छ, इन्टिग्रेट गर्नुपर्छ। यसमा चाहिँ टु क्यालकुलेट टु कम्प्युट प्रोबेबिलिटिज फाइन्ड एरिया अन्डर द कर्भ है। सो यिनीहरूको डिस्ट्रिब्युसन चाहिँ कसरी रिप्रेजेन्ट गर्छ भन्ने कुरा फरक हो। तर डिस्क्रिट भए पनि कन्टिन्युस भए पनि दे आर स्टिल ऱ्यान्डम भेरिएबल्स, तर द वे वी ह्यान्डल देम इज डिफ्रेन्ट। सो डिस्क्रिटमा चाहिँ तिमीले धेरै यो समेसन देख्छौ भने कन्टिन्युसमा चाहिँ तिमीले इन्टिग्रल देख्छौ। सो यिनीहरू भनेको चाहिँ देयर सिमिलर काइन्ड अफ थिङ्स होइन। सो यदि एउटा राम्रो इक्जाम्पल भनेको चाहिँ तिमीले आलु तासिरहेको छौ भने, सो तिमीलाई तास्न दियो भने चाहिँ एकदमै प्याचेसहरू हुन्छ होइन, राम्रो तास्दैनौ। सो यसलाई चाहिँ मान्छेले अब समेसन यसो भन्छ। तर यदि तिम्रो मम्मीले तास्नु भएको छ भने चाहिँ एकदम पर्फेक्ट हुन्छ नि त, त्यसमा चाहिँ पुरा मजाले एकदम स्मुथली तासिएको हुन्छ। सो त्यसलाई चाहिँ इन्टिग्रल भन्छन् सो कोही कोही मान्छेहरूले। अनि इन्टिग्रललाई पनि कसरी मोटिभेट गर्छन् भन्दाखेरि द इन्टिग्रल अफ दिस फङ्सन एफ अफ एक्स भनेको चाहिँ यसमा यो ट्राइङ टु एप्रोक्सिमेट स्मल रेक्ट्याङ्गल्स, अनि यो रेक्ट्याङ्गल्सहरूको एरिया चाहिँ तिमीले जोडिरहेको खास इन्टिग्रल गर्नु भनेको। र यो रेक्ट्याङ्गलको जुन यो विड्थ छ, यो विड्थ चाहिँ तिमीले जति कम गरायो त्यति चाहिँ यसको इन्टिग्रलको भ्याल्यु तिमीले राम्रो पाउँछौ होइन। तर मोन्टे कार्लो सिमुलेसन युज गर्यो भने चाहिँ इट इज बेटर देन युजिङ दिस वे भन्छन्, किनभने इट हेज टु डु विथ एरर अनि एफिसियन्सी। सो यो चाहिँ एकदम हायर डिमेन्सन्समा अलिकति गाह्रो हुन्छ भन्छन् मान्छेहरूले, किनभने यु वान्ट द विड्थ टु बी एकदमै लो। सो यसको साटो चाहिँ पिपल युज मोन्टे कार्लो सिमुलेसन्स टु इन्टिग्रेट। सो आई होप यु गेट द रफ आइडिया। केही कुरा अनक्लियर छ भने आई क्यान गो ओभर इट। र अर्को चाहिँ अलिकति एडभान्स टपिक, अनि त्यो चाहिँ अहिले म कोडहरू त्यो छैन, तर इट माइट बी इन्ट्रेस्टिङ सम अफ यु। सो तिमीहरूले रिइन्फोर्समेन्ट लर्निङ भनेको सुनेको छ? कसैले सुनेको छ यो? तिमीहरूले मसिन लर्निङ त सुने होला अथवा डिप लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स। एकैछिन है। ओके सो एआई त सुने होला होइन। सो अहिलेको च्याट जिपिटीहरू यताउति सबै कुरा एआई नै भन्छ। सो हुन चाहिँ के हो भने एआई इज अ बिग टपिक। एआई भित्र चाहिँ मसिन लर्निङ हुन्छ, अनि मसिन लर्निङ भित्र चाहिँ अब डिप लर्निङ भन्ने पनि हुन्छ, रिइन्फोर्समेन्ट लर्निङ भन्ने पनि हुन्छ होइन। सो रिइन्फोर्समेन्ट लर्निङमा चाहिँ हामीले यो मोन्टे कार्लो मेथडहरू एकदम युज गर्छौँ, किनभने फर इक्जाम्पल एकछिन यहाँ च्याटहरू देखिएन।
सो रिइन्फोर्समेन्ट लर्निङ भनेको चाहिँ लर्निङ बाई डुइङ भनौँ न। सो जस्तो रोबोटहरूले, तिमीहरूले जस्तो रोबोट नभनौ, कम्प्युटरले चेस खेलेको देखेको छ नि होइन, कम्प्युटरले चेस खेल्छ नि होइन। सो तिमीहरूले अनलाइन खेल्यो भने यु क्यान प्ले द गेम विथ द चेस, यो देखेको होला। र यसमा चाहिँ मल्टिपल डिफिकल्टी हुन्छ नि। सो त्यो जुन चेस पनि हुन्छ त्यो ऱ्यान्डमली त खेल्दैन, त्यसमा त समटाइम्स तिमीले यदि डिफिकल्टी लेभल हाई चुज गर्यो भने त्यो बटले अथवा त्यो कम्प्युटरले चाहिँ चेस राम्रो खेल्छ नि। सो दोज आर युजली ट्रेन्ड बाई युजिङ रिइन्फोर्समेन्ट लर्निङ। सो त्यो भनेको चाहिँ के हो भने त्यो कम्प्युटरले त्यो चेस चाहिँ मिलियन्स अफ टाइम्स खेल्छ अनि त्यहाँबाट सिक्छ। र यो मिलियन्स अफ टाइम्स खेलाउनको लागि चाहिँ वी युज मोन्टे कार्लो मेथड्स, किनकि त्यो भने नि त एउटा एउटा फर्म अफ सिमुलेसन हो नि त। सो के गर्छ भने, सो ल चेस अलिकति कम्प्लेक्स इक्जाम्पल भयो, टिकट्याक्टो भनौँ न। सो टिकट्याक्टो सपोज, सो यदि टिकट्याक्टो खेल्न सिकाउन मन छ भने हामीले के गर्न मिल्छ भने, जस्तो सपोज कम्प्युटर चाहिँ एक्स हो अरे अनि अर्को प्लेयर चाहिँ वाइ ओ हो अरे। अब के गर्ने भने जस्तो एक्स, जस्तो एउटा स्टेट दिने, दिस इज वान पोसिबल स्टेट अफ द गेम होइन, यो भनेको गेमको एउटा पोसिबल स्टेट हो। यसमा चाहिँ के गर्न सकिन्छ भने अब कम्प्युटरलाई यो स्टेटबाट चाहिँ खेल्न दिने, कम्प्युटरलाई सपोज 1000 टाइम्स खेल्न दिने होइन। अब ऱ्यान्डमली है, यहाँ चाहिँ यो स्टेट आयो, अब ऱ्यान्डमली खेल्न दिने। अब यहाँ यो स्टेटबाट कतिचोटि जित्छ र कतिचोटि हार्छ त्यो कुराको हिसाब राख्ने। सपोज यो त अलिकति भन्न सकिन्छ जस्तो यस्तो छ अरे, सपोज यस्तो छ होइन। सो अब चाहिँ एक्सको मुभ छ, सो कम्प्युटरको टर्न छ। अब यहाँ त यदि कम्प्युटरले फर इक्जाम्पल यहाँ हान्यो भने हार्छ होला नि त। सो इट्स नट अ गुड स्टेट भन्ने खोजेको है। सो यसको भ्यालु चाहिँ के हुन्छ, कम हुन्छ, किनभने यदि यो स्टेटबाट कम्प्युटरलाई खेल्न दियो भने कम्प्युटर चाहिँ लेट्स से 800 चोटि हार्छ र 200 चोटि जित्छ फर इक्जाम्पल। तर यदि कम्प्युटरलाई चाहिँ यो स्टेटबाट, सपोज यो स्टेटबाट दियो खेल्न, लेट्स से यस्तो छ, यो स्टेटबाट दियो कम्प्युटरलाई खेल्न भने चाहिँ अब कम्प्युटरले सपोज 900 चोटि जित्छ र 100 चोटि हार्छ। सो यसरी तिमीले सिमुलेट गर्यो भने चाहिँ कुन स्टेट राम्रो हो भनेर थाहा हुन्छ नि त। सो हरेक स्टेटको एउटा स्कोर हुन्छ होइन, यु गिभ अ स्कोर टु इच स्टेट। अनि अब खेलाउने बेला चाहिँ के हुन्छ भने कम्प्युटरले सोध्छ, ए मैले यो कुरा गरेँ भने आई रिच फ्रम स्टेट 1 टु स्टेट 2 र यो स्टेट 2 चाहिँ राम्रो छ। सपोज द कम्प्युटर इज एट स्टेट 1, कम्प्युटरले कुनै एक्सन गर्यो भने सपोज पोसिबल चाहिँ स्टेट 2, स्टेट 3 र स्टेट 4 मा जान मिल्छ अरे युजिङ एक्सन 1, एक्सन 2, एक्सन 3। अब कम्प्युटरले कुन स्टेट चुज गर्छ भने जुन स्टेटको चाहिँ यो विन प्रोबेबिलिटी बढी थियो। सो यदि यसलाई मैले स्टेट 2 भनिदिएँ भने मेबी स्टेट 2 मा चाहिँ बढी जित्ने चान्स छ भने कम्प्युटर विल चुज दिस एक्सन 1 होइन। सो यसरी पनि तिमीले मोन्टे कार्लो सिमुलेसन युज गरेर गेमहरू खेलाउन सिकाउन मिल्छ कम्प्युटरलाई। अनि यो चाहिँ इट्स नट टु डिफिकल्ट। अहिले तिमीले अब च्याट जिपिटी युज गर्यो भने एक्चुअली 1 सर्टमै कोड पनि दिन सक्छ है, इट्स नट त्यस्तो डिफिकल्ट। मैले ट्राई त गरेको थिएँ तर अहिले खासै टाइम हेर्न भनेर मैले त्यो प्रेजेन्ट चाहिँ गरिनँ। तर दिस इज वान भेरी इन्ट्रेस्टिङ एप्लिकेसन अफ मोन्टे कार्लो सिमुलेसन। एन्ड देयर आर लाइक इन्टायर एल्गोरिदम्स इन द फिल्ड अफ रिइन्फोर्समेन्ट लर्निङ जसमा चाहिँ यही कुरा युज गरेर द मोडल्स क्यान डु अ लट अफ थिङ्स। जस्तो अहिलेको यो जुन च्याट जिपिटीहरू छ नि, अहिले तिमीहरूले डिपसिक सुनेको होला, डिपसिक सुनेको छ भने यो डिपसिकमा चाहिँ रिइन्फोर्समेन्ट लर्निङ एकदमै धेरै युज गरेको छ है। सो रिइन्फोर्समेन्ट लर्निङ भनेको लर्निङ बाई डुइङ। सो तिमी केही कुरा गर्छौ, तिमीले राम्रो गर्यो भने चाहिँ तिमीले रिवार्ड पाउँछौ, तिमीले राम्रो गरेनौ भने रिवार्ड पाउँदैनौ। र त्यही कुरा सिमुलेट गर्दा 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 द मोडल लर्न्स टु प्ले। मोन्टे कार्लो बाहेक अरू सिमुलेसन चाहिँ कुन कुन छन्? सो सिमुलेसन भनेको एकदमै ब्रोड टर्म हो। फर इक्जाम्पल एउटा इक्जाम्पल दिनु सिमुलेसनको, एउटा सिमुलेसनको इक्जाम्पल के हुनसक्छ भने तिमीसँग एउटा फ्याक्ट्री छ, त्यो फ्याक्ट्रीमा वर्कर्सहरू छ अनि डिफ्रेन्ट वर्कर्स वर्क अन डिफ्रेन्ट थिङ्स होइन। अब तिम्रो टास्कहरू चाहिँ सिक्वेन्सली हुन्छ। फर इक्जाम्पल सो यो वर्करले केही काम गरेपछि यसले गर्छ अनि यसले गर्छ। अब यदि तिम्रो कामहरू ढिलो भइरहेको छ भने कुन ठाउँमा ढिलो भइरहेको छ थाहा पाउनु मन लाग्यो तिमीलाई। सपोज
अब यो केसमा पनि यु क्यान सिमुलेट, तर यसको सिमुलेसन अब कस्तो हुन्छ भन्दाखेरि तिमीले यो जुन फ्याक्ट्रीमा जे कुराहरू छ त्यसमा अब तिमीले भेरियस काइन्ड अफ ऱ्यान्डम भेरिएबल्स डिफाइन गर्छौ, जस्तो मेबी एक्स भनेको चाहिँ वर्करले कति टाइम स्पेन्ड गरेको छ, वाइ भनेको कतिवटा वर्कर छ। सो तिमीले यसलाई एउटा मोडल बनाउन खोज्छौ होइन। सो त्यसमा यु माइट नट युज मोन्टे कार्लो सिमुलेसन्स त्यसरी नै। तर मोन्टे कार्लो म पनि क्युरियस थिएँ यसको नाम किन यो दियो भनेर। अनि एपेरेन्टली यो चाहिँ मोनाकोको कुनै एउटा क्यासिनोमा चाहिँ यस्तै खालको सिमुलेसन युज गरेर चाहिँ त्यो ओनरले क्यालकुलेट गरेको रहेछ, त्यही भएर चाहिँ मोन्टे कार्लो सिमुलेसन भएको अरे नाम होइन। तर मैले सोच्दाखेरि पनि स्टिल अ ब्रोड, एकदमै ब्रोड कुरा छ। सो यसबाट तिमीले ट्राफिक फ्लोहरू पनि उ गर्न मिल्छ, लाइक ट्राफिक फ्लोहरू अप्टिमाइज गर्नेदेखि लिएर इन्टिग्रेट गर्नेदेखि लिएर धेरै कुरा गर्न मिल्छ। सो इट्स अ भेरी जेनरल थिङ। र यसको मेन एसेन्स भनेकै रिपिटेड स्याम्पलिङ हो। सो यो स्याम्पल अनि यो स्याम्पलिङ गरेपछि यु क्यालकुलेट द थिङ्स द्याट यु वान्ट होइन। सो लेट्स सी कोडहरू के बाँकी छ। सो यसमा त्यही मोन्टे कार्लो इन्टिग्रेसन हो। सो मैले भनेकै कुराहरू गरेको छ। सो यसमा मेन भनेको युनिफर्म हो। यदि युनिफर्मको साटो तिमीले अरू केही कुरा युज गर्यो भने इट माइट नट गिभ द सेम भ्याल्यु होइन। फर इक्जाम्पल अब एन एक्जाम्पल प्राइसिङ एक्जाम्पल छ, आई विल गो ओभर द्याट अल्सो होइन। मलाई यस्तो टर्म्सहरू चाहिँ खासै थाहा छैन यो प्राइसिङको, तर आई स्टिल ट्राई। सो यसमा युनिफर्म गरौँ। सो युनिफर्म गर्दाखेरि यसको एरिया 3.0.33 आयो। सो एनपी डट ऱ्यान्डम डट नर्मल छ होला सायद, यस। सो यसमा लेट्स ट्राई नर्मल। अनि नर्मलको फेरि मिन र भेरिएन्स हुन्छ है। सो ल अहिले यतिकै राखौँ अनि लेट्स सी इफ इट वर्क्स। सी यदि मैले नर्मल युज गरेँ भने एकदमै काम गर्दैन होइन। सो त्यो युनिफर्म भन्ने कुरा त्यो कोडमा हेऱ्यो भने चाहिँ इट लुक्स भेरी सिम्पल, तर म्याथमेटिकली किन चाहिन्छ भन्ने कुरा पनि आई होप आई जस्टिफाइड। किनभने त्यो इन्टिग्रल गर्दाखेरि नर्मल भयो भने त्यसको डेन्सिटी अर्कै हुन्छ, त्यही भएर त्यो 1/b माइनस चाहिँ गर्न मिल्दैन। सो त्यो कुरा चाहिँ युनिफर्ममा मात्रै गर्न मिल्छ। त्यही भएर नोइङ द म्याथ इज अल्सो इम्पोर्टेन्ट। किनभने यसमा यदि मैले यसलाई नर्मल बनाइदिएँ भने मैले खास चेन्ज चाहिँ एउटा मात्रै फङ्सन गरेँ हो नि त, द रेस्ट अफ द कोड रिमेन्स द सेम बट इट डजन्ट वर्क। सो तिम्रो अब सिमुलेसनहरू किन काम गरिरहेको छैन थाहा पाउनु मन लाग्यो भने चाहिँ यस्तो कुरा बुझ्नुपर्छ। युनिफर्मली इट गिभ्स सेम विड्थ अफ डिफ्रेन्ट एरिया ब्लक्स। आई थिङ्क यु मिन लाइक डिफ्रेन्ट। सो डिफ्रेन्ट ठाउँमा तिमीले सेम ब्लक लियो, सेम साइज सेम विड्थको सेगमेन्ट लियो भने त्यसलाई असाइन हुने प्रोबेबिलिटी पनि सेम हुन्छ भने त्यति हो, केही पनि होइन। सो युनिफर्म भनेको त्यही हो। सो नर्मल भनेको चाहिँ इट इज सेन्टर्ड अराउन्ड अ सर्टेन भ्याल्यु। जस्तो नर्मल 0 1 भनेको मतलब चाहिँ तिम्रो मोस्ट अफ द भ्याल्युज चाहिँ 0को वरिपरि हुन्छ। फर इक्जाम्पल त्यो केसमा तिम्रो भ्याल्यु चाहिँ 2 देखि 3 को बिचमा हुने एकदमै कम हुन्छ होइन। मोस्ट भ्याल्युज आर सेन्टर्ड अराउन्ड 0। सो त्यो कुरा भयो। सो दिस इज अल अबाउट मोन्टे कार्लो इन्टिग्रेटिङ। अनि तल चाहिँ अहिले हामीले जुन सर्कलमा त्यो पाई एस्टिमेट गऱ्यौँ नि त्यही आइडिया छ। सो यसमा चाहिँ ऱ्यान्डम भेरिएबल तिम्रो जेड भनेको चाहिँ 1 इफ इट इज अन्डर द कर्भ अनि 0 इफ इट इज अबभ द कर्भ। सो यो ग्रिन भनेको 1 भयो, यो भनेको 0 भयो। र अघि हामीले जे क्यालकुलेसन गऱ्यौँ त्यही सेम क्यालकुलेसन हो, युल गेट दिस थिङ है। सो आई होप लाइक अहिले चाहिँ तिमीले अलिकति यसको म्याथ पनि बुझ्यौ, लाइक हाउ टु मोडल इट युजिङ ऱ्यान्डम भेरिएबल्स एन्ड एक्सपेक्टेसन्स। अनि तिमीले त्यो एक्सपेक्टेसन देख्ने बित्तिकै अब तिमीले के सोच्नु पऱ्यो भने आई क्यान युज मोन्टे कार्लो एस्टिमेसन फर द एक्सपेक्टेसन। सो एक्सपेक्टेसन देख्ने बित्तिकै त्यो ऱ्यान्डम भेरिएबललाई स्याम्पल गर्ने इन्डिपेन्डेन्टली अनि त्यसको एभरेज लिने, एन्ड द्याट अलाउज यु टु एप्रोक्सिमेट द एक्सपेक्टेसन। सो त्यो कुरा भयो यसमा। सो द कोड इज अहिलेको जस्तो एकदम सेम हो है। सो एक्स र वाइ लिने अनि हिट्स भनेको केसमा चाहिँ यदि वाइ इज लेस देन इक्वल एक्स स्क्वायर, किनभने यो लाइन भनेको चाहिँ वाइ इक्वल्स एक्स स्क्वायर हो, यो ग्रिन पोइन्ट भनेको चाहिँ वाइ लेस देन इक्वल एक्स स्क्वायर हो। अनि त्यसपछि इज द सेम कोड, एकदमै सेम कोड छ अहिलेको जस्तै होइन। अनि त्यही कुरा प्लट गरेको छ। सो यसमा पनि अगेन मैले नम्बर अफ स्याम्पल्स एकदमै कम लिएँ भने यु गेट अ वर्स एस्टिमेट ए। सो यस्तो गऱ्यो भने यु जस्ट गेट 0.44 विच इज नट क्लोज टु आवर ट्रु एस्टिमेट। तर यसमा अलिकति बढी पोइन्ट्स लियो भने यु गेट अ प्रिटी डिसेन्ट एस्टिमेट। आई थिङ्क लाइक अब म खासै एस्ट्रोनोमिकल रिसर्च त गरेको छैन, तर आइएम भेरी स्योर कि सिमुलेसन त एकदमै युज हुन्छ वाइडली, लाइक जस्ट नो अदर वे होइन, सिमुलेट नै गर्नुपर्छ।
Let's increase this. So it's pretty close, right? 0.333. So तिमीलाई यदि यो integral like यो function integrate गर्न आउँदैन भने पनि now you can like easily find it using Monte Carlo simulations. अनि अर्को भनेको यो डाइस रोलिङ सिमुलेसन होइन. सो डाइस रोल सिमुलेट गर्ने जस्तो 1 र 6 को बिचमा चाहिँ सो एनपी डट ऱ्यान्डम डट ऱ्यान्ड इन्ट भनेको यसले चाहिँ अब नम्बर दिन्छ, एउटा इन्टिजर दिन्छ. यो आइएनटी भनेको इन्टिजर हो. सो 1 देखि अब यो 7 चाहिँ इन्क्लुड हुँदैन है, यो पाइथनको सिन्ट्याक्स हो. सो 1 देखि 6 सम्म एउटा नम्बर दिन्छ र त्यही नम्बरको मिन लियो भने वी गेट द मिन अफ द डाइस रोल. अनि हामीले थ्योरिटिकली गर्दाखेरि पनि सायद 7/2 आएको थियो नि 3.5. सो सिमुलेट गर्दा पनि त्यही आउँछ. अब आई हेभ अ मोर इन्ट्रेस्टिङ एक्जाम्पल. हामीसँग टाइम कति छ? हाउ मच टाइम डु यु हेभ? टाइम त त्यस्तो केही मेन्सन छैन जस्तो लाग्यो, तर अहिले नेपालमा चाहिँ 9:38 भयो. तर सेसन नसक्दैसम्म लिँदा हुन्छ. रेकर्डेड छ, सो कसैले बिचमा लिभ हान्यो भने पनि हेर्न चाहिँ मिल्छ पछि. ए ओके. सो सुड आई कन्टिन्यू अर नट? सो यो लिइरहेको मान्छेहरू भन, किनभने Continue, कुरा त छ continue. हो. यदि बोरिङ छ भने चाहिँ अब भन. सो यो त एकदमै बेसिक एक्जाम्पल भयो होइन डाइस रोलको. तर यु क्यान डु मोर कम्प्लेक्स स्टफ. फर इक्जाम्पल मैले तिमीलाई के सोधेँ, एउटा क्वेसन के हो भने सपोज तिमीले डाइस रोल गर्छौ. डाइस रोल होइन, लेट्स से कोइन टस, सरी डाइस रोल इट्स अ कोइन टस. र मैले तिमीलाई के सोधेँ भने तिमीले कोइन टस गर्दाखेरि टेल 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 आउनको लागि तिमीले कतिचोटि कोइन टस गर्नुपर्छ अन एभरेज है, अन एभरेज अफकोर्स. सो तिमीले कोइन टस गर्छौ, तिमीलाई चाहिँ तिमी टेल 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 आयो भने तिमी रोकिन्छौ. तर त्यो टेल 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 आउनको लागि कतिचोटि चाहिँ कोइन टस गर्नुपर्छ होला? सो यो क्वेसन त ट्रिभियल छैन नि त होइन? इज इट ट्रिभियल? कसैले यसको एन्सर गेस गर्न सक्छ? कतिचोटि टाइम कति लाग्छ होला? 27. 27 अलि होइन. सो आई विल सो यु द एक्चुअल एन्सर है. सो यो चाहिँ खास अब म अहिले न्युयोर्क युनिभर्सिटीमा पढ्छु होइन. सो म एउटा कोर्स लिइरहेको छु स्टोकास्टिक प्रोसेस भन्ने. त्यसको मेरो एउटा होमवर्कको क्वेसन हो यो चाहिँ होइन. अनि आई विल सो यु त्यसको सल्युसन कस्तो देखिन्छ भनेर. मेरो देखिया छ होमवर्क यो स्क्रिन देखिया छ होइन. सो क्वेसनमा चाहिँ टेल टेल हेड आयो भने चाहिँ रोकिन्थ्यौँ हामी, अनि कति चाहिन्छ भन्ने थियो. सो दिस इज द एन्सर है. अनि अब यसमा अहिले बुझिन होला. सो यसलाई चाहिँ अब मार्कअप चेन भन्छ. तर जस्ट वान्टेड टु सो यु कि तिमीले यदि यसलाई एनालिटिकली सल्भ गर्ने हो भने चाहिँ यु हेभ टु समझ दिस. सो जस्तो टेल टेल हेडको चान्स चाहिँ 8 रहेछ, टेल टेल टेलको चाहिँ 14 हुन्छ है यसरी गऱ्यो भने. सो अब यसरी गर्न आएन भने के गर्ने भन्दाखेरि यु जस्ट सिमुलेटेड. सो यहाँ हो सिमुलेसनको इम्पोर्टेन्स चाहिँ. यदि यो सल्भ गर्न आउँछ भने त गर्ने, ठिक छ. तर गर्न आउँदैन भने चाहिँ यु क्यान सिम्पली सिमुलेटेड. सो यहाँ मैले त्यसको कोड लेखेको छु. सो कोड पनि एकदमै सिम्पल छ. सो कोडले के गर्छ भने एनचोटि, सो हाम्रो एन भनेको नम्बर अफ सिमुलेसन्स हो. तिम्रो कतिवटा फ्लिप हो गन्छ अनि रिसेन्ट फ्लिपलाई स्टोर गर्छ एउटा लिस्टमा. यो लिस्टमा चाहिँ स्टोर गर्छ हेड हो कि टेल हो भनेर है. अनि 0 भनेको टेल हो, 1 भनेको हेड हो होइन. सो हामी के गर्छौँ, सो फ्लिप्स प्लस इक्वल्स 1 भनेको फ्लिप्स 1ले बढ्ने भयो. अनि रिसेन्टमा हामीले एउटा नम्बर, एउटा ऱ्यान्डम नम्बर बिट्विन 0 एन्ड 1. सो यो भनेको 0 अर 1 हुन्छ है. सो 0 र 1 एउटा स्याम्पल गर्छौँ. र यदि हाम्रो रिसेन्ट चाहिँ हाम्रो प्याटर्न भनेको चाहिँ के हो, टेल 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 होइन. सो टेल 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 भनेको 3टा छ नि त. सो यदि 3टा भन्दा बढी रिसेन्ट भयो भने चाहिँ हामी त्यसलाई 3टामै रिस्ट्रिक्ट गर्छौँ. त्यही हो, यो टेक्निकलिटिज मात्रै हो, त्यस्तो इम्पोर्टेन्ट छैन. सो बेसिकली हामी के गर्छौँ भने यदि हाम्रो टेल 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 आयो भने, यदि हाम्रो रिसेन्ट टस चाहिँ हाम्रो प्याटर्नसँग म्याच भयो भने हामी रोकिन्छौँ. अनि हामीले त्यति बेलासम्म कतिवटा टस गऱ्यौँ त्यो स्टोर गर्छौँ होइन. सो त्यो गर्दाखेरि त्यसलाई अब तिमीले यसरी सिमुलेट गर्यो भने के हुँदो रहेछ. सो यो भनेको प्लटिङ मात्रै हो, यसमा केही पनि चाहिने कुरा छैन. सो यस्तो हुँदो रहेछ हेर त. यसमा के भइरहेको छ भन्दाखेरि पहिलो कुरो मैले यहाँ कतिचोटि गरेँ टस,
100चोटि गर, अलिक बढीचोटि गर्छु है। सो 1000चोटि गरौँ। ओके, सो जस्तो मैले टेलमा रोकिन्छु म है। सो सिमुलेट गर्दाखेरि हेर त, यहाँ के छ भने एक्स एक्सिसमा चाहिँ तिमीलाई कतिवटा टस चाहिएको छ र वाइ एक्सिसमा चाहिँ त्यो कतिचोटि भयो। फर इक्जाम्पल तिमीले 50चोटि तिमीलाई कतिचोटि भन्दाखेरि एकदमै सानो नम्बर लेस चाहिँ 2चोटि भनौँ न होइन। 2चोटि चाहिँ तिमीलाई 50चोटि कोइन टस गर्नु परेछ जस्ट टु गेट टु टेल 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 होइन। सो यो कुरा त ऱ्यान्डम हो नि त। सो कहिले तिमीलाई धेरै चाहिन्छ, कहिले थोरै चाहिन्छ। सो कहिले काहीँ चाहिँ तिमीले हेर त, कहिले काहीँ चाहिँ तिम्रो 3चोटिमै तिमीले टेल 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 पाएछौ, त्यो चाहिँ 140 टाइम्स भएछ होइन। तर यो सबै कुराको एभरेज लियो भने त्यसको एभरेज चाहिँ 14 हुँदो रहेछ हामीले सिमुलेट गर्दाखेरि। र त्यसको एक्चुअल एक्सपेक्टेड त्यसको ट्रु जुन भ्याल्यु छ, जुन मेरो होमवर्कमा थियो, सो मेरो होमवर्कमा चाहिँ खास कुन थियो भन्दाखेरि टेल टेल हेड थियो होइन। सो लेट्स सी यहाँ टेल टेल हेड छ कि नै। सो यो सेकेन्ड जुन छ नि, यो भनेको टेल टेल हेड हो। सो यसको एक्चुअल भ्याल्यु चाहिँ 8 हो र हामीले सिमुलेट गर्दाखेरि पनि हामीले 8.15 पायौँ नि त होइन। सो यो कुरा बुझ्यो कि नै। सो यसमा आई गिभ यु एन एक्जाम्पल अफ अलिक ठिकठाक डिफिकल्टी भएको प्रब्लम। सो इट्स नट अ भेरी इजी प्रब्लम एटलिस्ट एट युर लेभल होइन। तर यो कुरा यदि आन्सर चाहिन्छ भने वी क्यान सिम्पली सिमुलेट इट। सो त्यो कुरा भन्न खोजेको हो। जस्तो तिमीलाई हेड 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 चाहिने चाहिँ एक्सपेक्टेड 14 रहेछ र हाम्रो सिमुलेसनले पनि 14.89 दियो होइन। अब यदि यो नम्बर हामीले बढायौँ भने हामीले अझै राम्रो पाउँछौँ। सो लेट्स मेक इट 100,000 एन्ड लेट्स वेट। सो टेलको एभरेज 13.98 विच इज भेरी क्लोज टु 14। टेल हेडको 8 विच इज भेरी या। सो सबै कुरा एकदमै नजिक छ नि त होइन। सो यहाँ पनि एक्सपेक्टेड 14 थियो, हाम्रो एभरेज 13.92 विच इज भेरी गुड। र यो नम्बर अब अझै बढायो भने यु विल गेट अ बेटर एप्रोक्सिमेसन। सो यो चाहिँ आई वान्ट टु गिभ दिस एक्जाम्पल। सो यो चाहिँ एकदमै ट्रिभियल छैन नि त। सो यो त एकदमै ट्रिभियल थियो होइन। यो त यु माइट आस्क कि यसरी किन गर्नु पऱ्यो, लाइक मलाई हातले नै गर्न आउँछ भन्नु होला। सो त्यही भएर चाहिँ आई गिभ यु अ मोर डिफिकल्ट प्रब्लम। र यसलाई तिमीले अब जस्तो पनि बनाउन सक्छौ नि त। सो यु माइट कन्भर्टेड टु लाइक यु माइट ट्राई टु सिमुलेट समथिङ जसको एनालिटिकली चाहिँ एकदमै गाह्रो हुन्छ सल्भ गर्न होइन। सो त्यो कुरा गर्न सकिने भयो। सो यो एक्जाम्पल क्लियर छ। इज दिस एक्जाम्पल के अरू पनि अरूले पनि बुझेको छ भने भने जस्तो, छैन भने आई क्यान रिपिट। फर इक्जाम्पल यसमा क्यान समन एक्सप्लेन यसमा के भइरहेको छ। यसमा यो एक्स यो प्लट कसैले बुझाउन सक्छ। एनिवान। सो होइन मलाई त्यो त मैले बुझेँ। सो यसमा यो खास जस्तो यो जुन 20को अराउन्डमा 2000 जति छ भनौँ न होइन। यसको मिनिङ के हो, यो 20 र 2000 यसको मिनिङ के हो। सो यो भनेको चाहिँ यदि कसैले टाइप गरिरहेको छैन भने म भन्छु। ओके, सो यो भनेको चाहिँ 2000चोटि चाहिँ हामीलाई 20चोटि टच गर्नु पऱ्यो। सो हामीले जतिचोटि सिमुलेसन गऱ्यौँ त्यसको 2000वटा इन्स्टान्सेसमा चाहिँ हामीले 20चोटि टस गरेपछि बल्ल हामीले हेड टेल हेड पायौँ, त्योभन्दा अगाडि पाएनौँ होइन। जो त्यही त्यही भन्न खोजेको यसले। र यो एक्सपेक्टेड भनेको चाहिँ यो हरेकको तिमीले एभरेज लियौ भने तिमीले यति पाउँछौ, यो 10 पाउँछौ। सो यसमा खास ट्रु भ्याल्यु यसको एक्चुअल भ्याल्यु पनि 10 नै हो र हामीले मिन लियौ भने पनि 10 नै पाउँदो रहेछौँ। सो यो त एकदमै एरर 0 नै भयो होइन। सो आई होप दिस इज क्लियर।
अनि एउटा लास्ट इक्जाम्पल छ, इट्स अबाउट स्टक प्राइस फोरकास्टिङ। अनि यसमा चाहिँ अब देयर आर अ बन्च अफ प्यारामिटर्स। यो सबै चाहिँ आइ एम नट एन एक्सपर्ट अन इट, तर इट्स नट द्याट कम्प्लिकेटेड, सो म बुझाइदिन्छु। यसमा चाहिँ बेसिकली के भइरहेको छ भने यु स्टार्ट विथ एन इनिसियल डिपोजिट अफ 100 रुपिज अर $100 वाट एभर, होइन। सो तिमी 100 रुपियाँबाट सुरु गर्छौ, र अब स्टक मार्केट भनेको त एकदम भोलाटाइल हुन्छ नि त। सो कहिले बढ्छ कहिले घट्छ, यु नेभर नो, होइन। तर तिमीले पास्टको बेसिसमा एउटा के भन्न सक्छौ भने मेबी यो स्टक मार्केट चाहिँ अब 20%ले बढिरहन्छ अन एभरेज, होइन। कहिले 20भन्दा बढी, कहिले 20भन्दा कम। सो यु क्यान मेक अ गेस लाइक द्याट। सो त्यो गेस भयो भने चाहिँ अब हामीले त्यसलाई सिमुलेट गर्न मिल्यो नि त, होइन। सो ऱ्यान्डमली हामी छोडिदियो भने हेर त, सो स्टार्टिङ फ्रम 100 कहिले चाहिँ तिमी एकदम यहाँ माथि 130सम्म पुगेछौ, होइन, अथवा 140सम्म पुगेछौ भने कहिले चाहिँ तिमी 80मा झरेको छौ, होइन। सो यसरी हामीले सिमुलेट गरेर हामी 100भन्दा माथि जाने चान्स कति छ भन्ने निकाल्न सक्यो नि त। अब यो कुरा तिमीले यदि म्याथमेटिकली गर्न थाल्यौ भने इट बिकम्स भेरी कम्प्लिकेटेड, होइन। इम्पोसिबल त छैन, तर इट्स भेरी कम्प्लिकेटेड, अनि इट माइट नट बी अ रिलायबल एन्सर। सो यसमा चाहिँ इट्स बेटर टु युज अ सिमुलेसन। सो आई क्विकली गो ओभर द कोड। सो यो S0 भनेको हाम्रो इनिसियल स्टक प्राइस हो, म्यू भनेको हाम्रो एक्सपेक्टेड रिटर्न हो। सो हामीले हालेको इन्भेस्टमेन्ट चाहिँ 5%ले बढ्छ भन्ने हाम्रो एक्सपेक्टेसन हो, है। सिग्मा भनेको चाहिँ भेरिएन्स हो, तर फाइनेन्सियल टर्म्समा चाहिँ भोलाटिलिटी भनेको यो 5% पनि त कहिले अब 6 होला, कहिले 4 होला, होइन। सो त्यो कतिले स्प्रेड हुन्छ, कतिले चेन्ज हुन्छ भन्ने कुरा चाहिँ यसले दिन्छ। सो 20% भनेको मोस्ट अफ द टाइम्स चाहिँ 4 र 6को बिचमा हुन्छ, तर कहिलेकाहीँ अब 7 होला, कहिलेकाहीँ 3 होला, एन्ड सो अन, होइन। सो त्यो कुरा चाहिँ यसले कन्ट्रोल गर्छ। अनि टाइम होराइजन भनेको हामीले कति वर्षको लागि त्यो सिमुलेट गर्ने हो। सो हामी 1 वर्षको लागि गर्छौँ, र हामीले कतिवटा सिमुलेसन गर्ने हो। सो अहिलेलाई हामी 1000वटा सिमुलेसन गर्छौँ। र डेली स्टेप्स भनेको हामीले अब स्टक मार्केट त वर्षको हरेक दिन खुल्छ नि त, बिदाको बेला बाहेक। सो 250 डेज चाहिँ हाम्रो स्टक मार्केट खुल्छ अरे। सो ट्रेडिङ डेज भयो। सो यसमा नम्बर अफ स्टेप्स भनेको यो मात्र चाहिँ कतिचोटि भएको छ भन्दाखेरि 252 टाइम्स भएको छ, है। त्यही भन्न खोजेको हो। सो यहाँ के गर्छौँ भन्दाखेरि अब प्राइसेस सुरुमा हामी सबै 0 सेट गर्छौँ, र ओके, र एनचोटि हाम्रो सिमुलेसन यो। सो हरेक सिमुलेसन हामी के गर्छौँ भने हरेक सिमुलेसनमा पहिला वी चुज अ ऱ्यान्डम नम्बर विथ मिन 0 एन्ड भेरिएन्स 1। सो 0को वरिपरि, सो 0 भनेको अब 0.1 होला, -0.2 होला, तर फर इक्जाम्पल 5 हुने चान्स एकदमै कम छ। सो हुन त सक्छ, तर एकदमै लो चान्स छ त्यो हुने चाहिँ। सो 0को नजिकै नम्बर्सहरू लिइरहेछौँ। अनि के गर्छौँ भने सो एस भनेको हाम्रो हरेक दिनको प्राइस हो, है। हरेक दिन चाहिँ हाम्रो भ्याल्यु कति पुग्यो भन्ने हो। सो S0 भनेको हाम्रो इनिसियल भ्याल्यु, है। हाम्रो इनिसियल भ्याल्यु चाहिँ त्यो S0 भनेको चाहिँ हो 100। सो वी स्टार्ट विथ 100 रुपिज। अनि अब हरेक दिन, सो नम्बर अफ स्टेप्स भनेको 252, होइन। सो हरेक दिन चाहिँ हामी के गर्छौँ भने सो टी भने यसमा के हुन्छ, सो टी भनेको सुरुमा 1 हुन्छ, 2 हुन्छ, 3 हुन्छ, 4 हुन्छ, सो अन, होइन। सो यसमा सो एस अफ फर इक्जाम्पल T1 भयो भने एस अफ 1 भनेको सम फङ्सन अफ एस अफ 0। सो तिम्रो पहिलाको स्टक मार्केटको भ्याल्यु जति थियो त्यसमा अब अलिकति तलमाथि हुने त हो नि, होइन। सो तिम्रो 100 थियो भने त्यसमा मेबी अलिकति बढेर 105 होला फर इक्जाम्पल, होइन। सो त्यो कुरा चाहिँ अब यो इक्वेसनले गभर्न गर्छ। यो इक्वेसन भनेको चाहिँ इट हेज टु डु विथ ब्राउनियन मोसन, होइन। सो यसको डिटेल्समा अलि नजाम। सो यदि तिमीले जियोमेट्रिक ब्राउनियन मोसन खोज्यो भने युल गेट। सो खास यो एउटा डिफ्रेन्सियल इक्वेसन भन्छ। सो यो धेरैलाई थाहा छैन होला, सो आई विल नट गो इन्टु द्याट। सो यदि यो डिफ्रेन्सियल इक्वेसनलाई सल्भ गर्यो भने चाहिँ तिमीले यो सल्युसन पाउँछौ। सो यही इक्वेसन चाहिँ यहाँ युज भइरहेको छ, है। सो आई विल नट गो टु द डिटेल्स अफ दिस। सो त्यही कुरा यहाँ युज भइरहेको छ। सो यसले चाहिँ तिम्रो पहिलाको दिन अनुसार नेक्स्ट दिनमा तिम्रो स्टकको भ्याल्यु कति हुन्छ भन्ने कुरा यसले गभर्न गर्छ, होइन। अनि त्यसपछि अब त्यति गरेपछि त यु क्यान जस्ट सिमुलेटेड। सो यो हरेक यो जुन फर टी इन रेन्ज छ यसले तिमीलाई हरेक दिनको प्राइस दिन्छ, र हामीले त्यही कुरा नै हामीले यहाँ प्लट गरिरहेको छौँ। सो यो 1000चोटि, यसमा हजारवटा ट्राजेक्टरिजहरू छ। सो यसलाई मैले यदि बढाएँ भने 10,000 गरेर पनि सकियो, होइन।
लेसिएले के दिन्छ या सो यसमा हेऱ्यो भने यसमा अब सायद देखाउने बेला चाहिँ सबै कुरा देखाएको छैन होला यहाँ, किनभने 10,000 पुरै प्लट गऱ्यो भने कति धेरै हुन्छ। तर एनिवेज the quants also use simulation like this more but more complex. So यस्तो सिमुलेसन युज नगरिकन त अलिक गाह्रै हुन्छ होइन। सो यु क्यानट फाइन्ड अ क्लोज फर्म सल्युसन यस्तो कुराको लागि। सो आइएम स्योर कि उनीहरूले अब यसमा जस्तो सिमुलेसनमा पनि तिमीले आफ्नो अजम्सन्सहरू फिड गर्न मिल्छ कि। सो तिमीलाई केही त थाहा हुन्छ नि त मार्केटको बारेमा होइन। सो त्यो कुराहरू चाहिँ तिमीले डिसाइड गर्न मिल्छ। फर इक्जाम्पल तिमीले यो म्यू कसरी चुज गर्छौ होइन, इट्स अप टु यु होइन। कसैलाई यो धेरै लाग्ला, कसैलाई थोरै लाग्ला, कसैले चाहिँ अब यो मान्छेको सरकार आयो अब चाहिँ स्टक मार्केट बढ्छ है भन्यो भने मेबी उसले यो म्यू चाहिँ अलिक बढी सेट गर्ला। सो यस्तो यस्तो कुरा खेल्ने हो। अनि अफकोर्स उनीहरूको मोडल योभन्दा एकदमै धेरै कम्प्लेक्स हुन्छ। सो यति सिम्पलिस्टिक त हुँदैन, तर गर्ने चाहिँ एसेन्सियली चाहिँ यही नै हो। सो आई होप तिमीहरूले चाहिँ मोन्टे कार्लो सिमुलेसन्सको अलिकति आइडिया पायो होला। सो बेसिकली तिमीहरूलाई एउटा एकदम कुनै प्रब्लम छ, केही कुरा एस्टिमेट गर्नुपर्ने छ, तर त्यसको चाहिँ एउटा क्लोज फर्म सल्युसन निकाल्न एकदमै गाह्रो छ भने तिमीहरूले त्यसलाई सिमुलेट गर्न मिल्यो, देन क्यान वी युज दिस मोडल फर सिम्पल स्ट्रक्चर। गर्न त सकिन्छ तर घाटामा जान्छौ होला, किनभने अब देयर आर मोर एडभान्स्ड। सो डिप लर्निङको एउटा फिल्ड छ लाइक त्यो एआई भन्न जे भन्न। सो त्यसमा चाहिँ यस्तो कुराहरू गर्न मिल्छ, तर त्यो गर्दाखेरि पनि इट्स नट इन्टायरली एक्युरेट होइन, किनभने यो मार्केट त ऱ्यान्डम हुन्छ नि त। सो अब एकदमै ऱ्यान्डमली गर्नु भन्नु त राम्रै होला, तर यो गर्ने बित्तिकै तिमी एकदमै प्रफिटमा जान्छौ भने छैन। लाइक एकदमै कम्प्लेक्स एकदमै भोलाटाइल छ नि त मार्केटहरू, त्यही भएर ऱ्यान्डम। तर यु क्यान ट्राई टु मोडल देम इन दिस वे, त्यो चाहिँ हो। सो एनी मोर क्वेसन्स? एउटा लास्ट भनेको मैले एररको बारेमा भन्छु। अनि म सिङ्गापुरमा होइन, म अबुधाबीमा हो। सो धेरैलाई अबुधाबी थाहा छैन होला, दुबईको नजिक छ भनौँ न। सो युएई भन्ने देश भयो, त्यसको क्यापिटल चाहिँ अबुधाबी भयो, अनि त्यसको अर्को एउटा एमिरेट भनेको चाहिँ दुबई भयो, एउटा स्टेट जस्तो। अलि मान्छेले चिने चाहिँ दुबई हो होइन, तर दुबई जुन देशमा छ त्यो देशको क्यापिटल हो अबुधाबी चाहिँ बेसिकली। सो अर्को एउटा लास्ट छुटेको कुरा भनेको चाहिँ एररको बारेमा हो, तर त्यो अलि अलि म्याथ हेभी हुन्छ जस्तो लाग्छ मलाई। तर के थाहा हुनु पऱ्यो भने तिमीले केही कुरा पनि एस्टिमेट गर्छौ भने त्यसमा यु क्यान अलवेज फाइन्ड एन एरर। सो तिमीले कुनै भ्याल्यु 2 एस्टिमेट गर्यो भने इट माइट बी 2 ± -0.3 विथ लेट्स से कन्फिडेन्स 95%। सो तिमी यसको मतलब के हो भने तिमी 95% स्योर छौ कि तिम्रो 1.7 र 2.3 को बिचमा चाहिँ तिम्रो ट्रु भ्याल्यु पर्छ, त्यो भनेको है। सो यदि तिमीले यदि यो कन्फिडेन्सको भ्याल्यु बढायो भने, सो कन्फिडेन्सलाई 99 बनायो भने अब यो के हुनु पऱ्यो, इट माइट बी समथिङ लाइक 1.3 देखि 2.7। किनभने अब तिमी एकदमै कन्फिडेन्ट छौ भने त यो रेन्ज पनि त बढ्नु पऱ्यो नि त होइन। सो अब यसलाई कसरी क्वान्टिफाई गर्ने भन्ने तरिकाहरू पनि छ, तर त्यो चाहिँ म अहिले त्यसमा त्यस्तो डेप्थमा जान्न। तर के बुझ्नु पऱ्यो भने यो जुन प्लस माइनस यो जुन अनसर्टेनिटी छ, दिस डिक्रिजेस विथ एन भनेको तिम्रो नम्बर अफ सिमुलेसन तिमीले बढायो भने चाहिँ यो कुरा घट्छ होइन। सो त्यो कुरा हामीले इम्पेरिकली देख्यौँ नि त कोडमा भन्ने। सो मैले 10चोटि ट्रायल गर्दाखेरि त्यो भ्याल्यु राम्रो थिएन, त्यही कुरा मैले 1 मिलियनचोटि गरेँ भने एकदमै राम्रो आएको थियो नि त। सो यस्तो सिमिलर थिङ। सो यो तिमीहरूले यो सबै कुरा अलि बुझिसकेपछि चाहिँ यो पनि हेर्दा हुन्छ, अलिकति कम्प्लिकेटेड भए पनि। तर मैले भन्नुपर्ने कुरा चाहिँ मोस्टली यति नै हो। सो मेरो फोकस चाहिँ कोडमा भन्दा पनि यसको बिहाइन्डको म्याथमा थियो, किनभने अब यो कोड चाहिँ आफैले गर्न जान्नुपर्छ भन्ने त्यस्तो छैन। तपाईँ कुन कोड एडिट युज गर्नुहुन्छ? म चाहिँ भिजुअल स्टुडियो कोड युज गर्छु, प्रायःले युज गर्ने त्यही हो। तर कोड एडिटरमा खासै केही छैन भनौँ न, त्यस्तो म्याटर चाहिँ गर्दैन मलाई। तर अब नोटबुकहरू गर्नु पऱ्यो भने गुगलको ल्याब भयो, नभए त भिजुअल स्टुडियो कोड होला सबभन्दा फेमस, म त्यही नै युज गर्छु।
सो अरू केही क्वेसन छ भने रेप्लिट पनि प्रिटी पपुलर होइन सबलाइम टेक्स्ट ओके यो म पहिला युज गर्थेँ तर अहिले गर्दिनँ अब कोही कोही कर्सर युज गरिरहेको होला सो कर्सरमा चाहिँ अब अहिलेको सायद सबभन्दा पपुलर आइडी होला एआई इनेबल्ड तर पैसा लाग्छ प्रिमियमको लागि सो मन्टे कार्लोको बारेमा केही क्वेसन छ अरू सो आई थिङ्क आई वेन्ट ओभर मोस्ट अफ दिस थिङ्स र कोड चाहिँ मैले एज आई सेड लाइक त्यस्तो धेरै इम्फासाइज गरिनँ तर जस्तो यदि यो युनिफर्मको ठाउँमा इजन को पाइलट सो को पाइलट भनेको चाहिँ गिटहबको एउटा फिचर हो अनि त्यो चाहिँ जस्तो भिजुअल स्टुडियोमा अब इन्टिग्रेटेड छ सो को पाइलट आफैमा एउटा आइडी होइन तर इट्स अ फङ्सनालिटी अभाइलेबल इन भिजुअल स्टुडियो भनौँ न अथवा अरूमा पनि छ स्योर तर हुन चाहिँ यो गिटहबको हो सो गिटहबको पाइलट भन्छ तर आइडी चाहिँ अब भिजुअल स्टुडियो कोड नै भयो त्यही त मैले त्यही भने सो आइडीमा चाहिँ अब भेरियस आइडिजमा को पाइलट एउटा फिचर हुन्छ भनेर त्यो फिचर चाहिँ अब गिटहबको हो अब कोही कोहीले चाहिँ आफ्नै पनि इम्प्लिमेन्ट गरिरहेको होला सो मेन भनेको अब यदि मैले युनिफर्मलाई चेन्ज गरेर नर्मल बनाइदिएँ अनि यो काम गर्दैन फर स्योर यो किन काम गर्दैन चाहिँ भन्न सक्नु पऱ्यो कि अब तिमीहरूले होइन द्याट्स द होल पोइन्ट अफ डुइङ दिस हेर त यो चेन्ज गर्ने बित्तिकै इट लुक्स एकदम मेसी होइन यो चाहिँ युनिफर्म नै हुनु पऱ्यो सबैजना गुड कोडर भन्दा पनि गुड भाइब कोडर चाहिँ होला राउन्ड जाने भने सो नर्मल रिजल्भ अराउन्ड अ स्पेसिफिक भ्याल्यु इन्टुटिभली त्यसरी बुझ्दा पनि हुन्छ तर म्याथमेटिकली मैले देखाएँ नि त सो म्याथमेटिकली पनि वाइ दिस होल्ड्स भनेर त्यो प्रुफकै पार्टमा थियो सो नर्मलको साटो तिमीले अब अरू धेरै कुरा हाल्नु मिल्छ होइन आई थिङ्क यो पनि एउटा छ अब यसको प्यारामिटर्स के चाहिँ हेर्नुपर्छ होइन सो हेर्न मलाई भने यु क्यान जस्ट टु दिस है डकुमेन्टेसन हेर्ने बानी चाहिँ बसाल्यो अरू यु क्यान आस्क च्याट जिपिटी सो जे गर्दा पनि हुन्छ सो यहाँ चाहिँ यसको फङ्सनको नाम अनि यसले के लिन्छ भन्ने कुरा हुन्छ होइन सो त्यो कुराहरू जान्नु पऱ्यो त्यही त हो नि सो एनी फाइनल क्वेसन्स बिफोर विल तपाईँ ढिलो भइसक्यो